बसाइले पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। सामान्यतया नेतालाई चाहिँ कुर्सीमा बस्ने हतार हुन्छ, तर उहाँहरू तीनजना मध्ये चाहिँ तपाईँ रोजेको कुर्सीमा बस्नुहोस् भन्नुभयो र कुर्सीको व्यवस्थापन पनि यसरी गरिएको छ। यसमा पनि धेरै ठुलो अर्थ छ। यस अगाडि विजय बरालजी, केकीजी, विप्लव प्रतीकजीहरूको सेसन साहित्य भनेको यति फराकिलो विधा हो, यति शीतल विधा हो, त्यति शीतल विधाबाट त्योभन्दा पनि गहिरो सांस्कृतिक विधामा आयौँ हामी। पवित्र पावन भूमि जानकी र राम सीताको विवाहको परम्पराको संस्कृतिका विषयमा। यसै पनि जनकपुर भन्ने बित्तिकै मैले अघि नै भनिसकेको थिएँ, यो ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगरी हो। त्यो शीतल र त्यो गहिरो अनि त्यो चकोर विषयबाट यो तातो र निरस राजनीतिमा हामी पदार्पण गरेका छौँ। मलाई लाग्छ त्यो तातो र निरस विधालाई पनि सकेसम्म यहाँहरू तीनजना वाक चातुर्यपूर्ण पात्रका कारणले यो पनि सरसपूर्ण नै हुनेछ र दर्शक दीर्घाको सघन उपस्थिति र उहाँहरूको सम्भवतः कार्यक्रमको सुरुमै मैले ताली माग्नु अन्याय हुन्छ, तर त्यो तालीको अनुमोदन भनेको यो कार्यक्रमप्रतिको ध्यानाकर्षण पनि हो। त्यसैले यहाँहरू सबैलाई, प्रेक्षालयका दर्शक दीर्घालाई पनि म हार्दिक आमन्त्रण गर्छु। र यो म चाहिँ प्रश्नकर्ताका रूपमा फगत एउटा माध्यम मात्रै हो। वास्तवमा यो तपाईँहरूको डबलीमा भइरहेको तपाईँहरूको कार्यक्रम हो, त्यसैले आधा समय त म यहाँहरूको प्रश्न उत्तरमै अगाडि बढ्छु। यसको शीर्षकमा दिएको मधेसको मत जस्तो, त्यो मत भन्ने शब्दको प्रत्यक्ष रूपमै धेरैवटा अर्थ राख्छ, तर त्यसका दुईटा अर्थका रूपमा अर्थ्याउन सकिन्छ। एउटा त जनमत भनेको त्यो जनमतको मत पनि मत हो र अर्को अभिमतको मत पनि मत हो। त्यसैले यो जनताको मत र अभिव्यक्तिको मत, यी दुईटाको साझा र समानान्तर मतको दोसाँधबाट हामी अगाडि बढ्ने कोसिस गर्दछौँ। म सबभन्दा सुरुमा बसाइ बिचमा भए पनि मधेसलाई प्रत्यक्ष रूपमा नबुझेको अथवा बुझ्ने प्रयत्न गरेको, तर केही अगाडिसम्म तपाईँ मधेस विभाग प्रमुख पनि हुनुहुन्थ्यो एमालेको 6 महिना अगाडिसम्म। त्यसैले तपाईँले बुझेको मधेसको मत के हो? योगेश भट्टराईजीबाट सुरु गर्छु। धन्यवाद आदरणीय टिकाराम सर। म सबभन्दा पहिले धन्यवादबाट सुरु गर्छु। यो जनकपुर साहित्यिक महोत्सवमा मलाई यो मधेसको मतको सेसनमा बोल्ने अवसर दिनुभएकोमा आयोजकहरूप्रति आभार व्यक्त गर्दछु। यो नेपालको एकदमै पुरानो सभ्यताको केन्द्र, मैथिली सभ्यताको केन्द्र, मिथिला भाषाको उद्गम स्थल, महाकवि विद्यापतिको जन्मस्थल, सीतामाता, जनक, राम लगायतका हाम्रा जो ऐतिहासिक पात्रहरू हुनुहुन्छ उहाँहरूसँग जोडिएको यो पवित्र स्थलमा र तालै तालको बिचमा उभिएर हामी आज यो छलफल गर्दैछौँ। म ती हाम्रा सबै ऐतिहासिक व्यक्तित्वहरूलाई आजको दिनमा सम्झिन चाहन्छु। मैथिली भाषा सम्भवतः इस्वीको 750बाट सुरु भयो होला जस्तो लाग्छ मैले यसो पढ्दाखेरि। आज नेपालको एउटा महत्त्वपूर्ण भाषाको रूपमा यो स्थापित छ। दुर्भाग्यवश म त्यो भाषा बुझ्छु, ठिक्कै बुझ्छु, तर त्यही भाषामा फर्काउन सक्दिनँ। आजको मेरो कमजोरी त्यो हो जस्तो लाग्छ। दोस्रो मेरो कमजोरी, मैले मनिष झाजीलाई, मेरो साथीलाई म अलिकति उपयुक्त पात्र होइन कि मधेसको मतमा बोल्ने भनेको थिएँ। उहाँले पनि मलाई होइन तपाईँ पार्टीको मधेस इन्चार्ज पनि भएको, मधेस अलिअलि बुझ्नुभएको, अथवा नबुझे पनि यो कार्यक्रममा बुझेर जानको लागि भनौँ, बुझेर जानको लागि पनि त्यो तपाईँले थप दिनुभयो। मनिषजीले त्यो भन्नुभएको थिएन, अलिअलि बुझ्नुभएको, त्यस कारणले तपाईँलाई छानेको भन्नुभयो। म कति बताउन सक्छु अहिले नै भन्न सक्दिनँ, तर मधेसको सन्दर्भमा मैले गएको 1 सवा वर्ष पार्टीको मधेस प्रमुखको जिम्मेवारीबाट मधेसलाई बुझ्ने कोसिस गरेका थिएँ। यो 8वटा जिल्ला, 137वटा स्थानीय तह भएको, त्यस्तै 64वटा प्रदेश सभाको निर्वाचन क्षेत्र भएको, 32वटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र भएको यो महत्त्वपूर्ण ठाउँमा हामी यो छलफल गर्दैछौँ। जनसङ्ख्याको हिसाबले 78को जनगणनाबाट 55 लाख जनसङ्ख्या भएको प्रदेश पनि हो। बागमती सबैभन्दा बढी
र दोस्रो जनसङ्ख्या मधेसको छ, तर त्यसको डिफ्रेन्स धेरै छैन, एकदम कम मात्रै छ। त्यस हिसाबले भन्ने हो भने पहिलो जनसङ्ख्या भन्न पनि सकिन्छ। र यो असाध्यै विविधतायुक्त प्रदेश पनि हो। जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता, सबै हिसाबले विविधतायुक्त प्रदेश छ। अनि समथर भूभाग भएको, पहाडहरूसँग छोएको, नदी प्रवाहसँग जोडिएको, प्राकृतिक सौन्दर्यता भएको र भाषा र साहित्य कति बलियो रहेछ भन्ने कुरा अघि हाम्रो मित्र राष्ट्र भारतबाट आउने साथीको प्रवचनबाट पनि हामीले सुन्यौँ। अनि हाम्रो सेसनभन्दा अगाडि फिल्मकै चर्चा भए पनि मधेसको मिथिला साहित्यको पनि चर्चा भयो। त्यस कारणले साहित्यको हिसाबले पनि धेरै पुरानो साहित्यलाई प्रतिनिधित्व गर्ने यो ठाउँमा हामी उभिएका छौँ। मधेसको मतको कुरा गर्दा मलाई के लाग्छ भने विगत लामो समयसम्म मधेस र काठमाडौँलाई अलग ढङ्गले बुझ्ने कोसिस भयो। नेपालमा 46 सालको परिवर्तनपछि त्यो कुरा घट्दै गयो र 72 को संविधानले जुन सङ्घीय प्रणालीको राजनीतिक व्यवस्थामा हामी गयौँ, मधेस र काठमाडौँको अन्तर्विरोध घट्दै गएको छ, म त्यो महसुस गर्छु। अर्कोतिर मधेसको आवाज काठमाडौँमा विगतमा भन्दा ज्यादा प्रतिध्वनित भएको छ, त्यो पनि मैले महसुस गर्छु। र तपाईँलाई उत्तर दिन सजिलो पारौँ है, अघि नै तातो विषय भनिसकेको छ होइन। तपाईँले अघि मधेसका विषयमा जसरी यसको भूगोल, यसको ऐतिहासिक पक्ष अनि यहाँका जनताका विषयमा जति श्रद्धापूर्वक र जति आफूले गहिरो गरी आत्मसात गरेर भन्नुभयो नि, तपाईँले आत्मसात गरे जस्तै एमाले तपाईँले प्रतिनिधित्व गरेको पार्टी अथवा कङ्ग्रेसले गरेको भए त अरू आञ्चलिक र क्षेत्रीय दलहरू त यहाँ बन्नु पर्दैन थियो होला। त्यो भावना चाहिँ खालि भावुकता मात्रै हो कि? मलाई त्यस्तो लाग्दैन, किनभने हामीले जुन लोकतान्त्रिक संविधान बनाएका छौँ र सबै राजनीतिक दलहरूलाई फुल्ने फक्रिने अवसर विचारहरूलाई दिएका छौँ, त्यस्तो राजनीतिक पार्टी अथवा राजनीतिक परिवेशमा क्षेत्रीय दलहरू पनि जन्मिन सक्छन्। ती दलहरू भोलि राष्ट्रिय दलको रूपमा पनि रूपान्तरण हुन सक्छन्। मलाई के लाग्छ भने यहाँ स्थापित भएका मधेस केन्द्रित दलहरू कुनै नेकपा एमाले अथवा नेपाली कङ्ग्रेसको विकल्पको रूपमा उत्पत्ति भएका होइनन्, आएका होइनन्। उहाँहरूले आफ्नै ऐतिहासिकता, आफ्नै पृष्ठभूमिबाट आएका हुन्। त्यसैले त्यो अर्धसत्य मात्रै होला। त्यहाँ गएका अधिकांश महन्त ठाकुरदेखि लिएर उपेन्द्र यादवसम्म त तपाईँहरूबाटै त जानुभयो नि। आउँछ, राजनीतिमा आउने जाने विचारको आदान प्रदान भइ नै रहन्छ। कहिले त्यसप्रति असन्तुष्टि व्यक्त गरेर पनि राजनीतिक धाराहरू जन्मिन सक्छन्, त्यसलाई मैले अस्वाभाविक लिन चाहन्न। र विशेष गरी म यहाँलाई के भन्न चाहन्छु भने जसरी मैले मधेसको विविधताको पक्षलाई उठाएको थिएँ, राजनीतिक हिसाबले पनि यो विविधतायुक्त छ। किनकि यहाँ चाहिँ ठुला राजनीतिक दल भनिएका नेकपा एमाले, जो आज प्रदेश सभामा सबैभन्दा ठुलो दल हो, प्रतिनिधि सभामा सबैभन्दा धेरै सिट प्राप्त गरेको दल हो प्रत्यक्षमा पनि, त्यसै गरिकन नेपाली कङ्ग्रेस पनि यहाँको महत्त्वपूर्ण दल हो। अनि मधेस केन्द्रित भनिएका 4-5वटा दलहरू पनि यहाँ छन् र कतिपय नयाँ पार्टीहरू पनि यहाँ छन्। त्यसैले मधेस चाहिँ सबै विचारलाई प्रतिनिधित्व गर्ने थलो हो। पहिलो कुरा म त्यो भन्न चाहन्छु। दोस्रो कुरा चाहिँ यहाँ धार्मिक हिसाबले हिन्दू धर्मको बाहुल्यता छ, त्यो सबैलाई थाहा नै छ। देशभरि नै हिन्दू धर्मको बाहुल्यता छ सङ्ख्यात्मक हिसाबले। तर मधेसमा मुस्लिम समुदायको जनसङ्ख्या झन्डै 13% छ। त्यसको सहिष्णुता त पहिलो मुख्यमन्त्री मुस्लिम धर्मावलम्बी नै हुनुहुन्थ्यो नि। तर मलाई के लाग्छ भने मुस्लिम समुदायको जनसङ्ख्या जुन सङ्ख्या मुस्लिम समुदायको छ र दलित समुदायको छ, यो दुईटा मुस्लिम र दलित समुदायको प्रतिनिधित्व जनसङ्ख्याको हिसाबले त्यसको तुलनामा कम छ, अथवा धेरै नै कम छ, धेरै नै न्यून छ। यो चाहिँ मलाई लाग्छ कि आगामी दिनमा मधेसबाट प्रतिनिधित्व गर्ने अथवा मधेसलाई राजनीतिक आधार मान्ने जुनसुकै पार्टीले पनि ध्यान दिनुपर्ने विचार जस्तो मलाई लाग्छ। मुस्लिमहरूको प्रतिनिधित्व यसो हेर्ने हो भने निर्वाचनमा कुनै पनि मुस्लिम क्यान्डिडेटले जितेको छैन, यो दुर्भाग्य कुरा हो प्रतिनिधि सभामा। त्यसै गरिकन दलित समुदायको प्रतिनिधित्व पनि एकदमै कम छ। तर दलितको पनि जनसङ्ख्या म्याक्सिमम छ, झन्डै मलाई लाग्छ कि 12-15% होला। मुस्लिम समुदाय 13%को जनसङ्ख्या होल्ड गर्छ मधेसमा, त्यस अनुसारको प्रतिनिधित्व भएको छैन। अर्को चाहिँ मैले गएको 1.5 वर्ष मधेसलाई हेर्दा मैले के देखेँ भने मधेसमा जुन खालको जातीय विभेदहरू छ, जुन खालको वर्गीय विभेदहरू छ,
महिलाहरूमाथिको जुन घरेलु हिंसादेखि अन्य विभेदहरू छ, धार्मिक असहिष्णुताका कुराहरू पनि यदाकदा मधेसमा काहीँ काहीँ प्रकट हुन्छन्। तर त्यसको रिफ्लेक्सन जसरी यहाँका दलहरूले काठमाडौँमा गर्नु पर्थ्यो त्यो गरेको छैन। राजनीतिक ढङ्गले चाहिँ नि उठाएको देख्छु मैले, तर सोसियो इकोनोमिक एजेन्डाको हिसाबले काठमाडौँमा जति प्रभाव पार्नु पर्थ्यो मधेसका विषयमा त्यो पार्न सकेको छैन। यसमा नेमा कि म कुनै आरोप लाउन चाहन्न। मनिषजी मेरो साथी हुनुहुन्छ एकदमै। काठमाडौँमा हामी 62-63 आन्दोलनमा एउटै डेरामा बसेर पनि हामी सँगै आन्दोलन गरेका बौद्धिक गुरु हुनुहुन्छ अमरेशजी। मेरो चाहिँ बौद्धिक गुरु हो, राजनीतिक गुरु चाहिँ होइन, जे होस्, तर बौद्धिक गुरु हो। म उहाँलाई त्यस ढङ्गले मान्छु। हामी यहाँ छौँ, तर राजनीतिक हिसाबले चाहिँ मधेस केन्द्रित दलहरूले पर्याप्त एडभोकेसी गरेको देखिन्छ। तर यहाँको सामाजिक आर्थिक विभेदमा चाहिँ उहाँहरू जति प्रभाव ढङ्गले बोल्न सक्नु पर्थ्यो त्यो बोल्नु भएको छैन। त्यसो गर्दा मैले सकिहालेँ। त्यसो गर्दा यहाँको मधेसको अलिकति माथिल्लो वर्ग, ठुलो जाति, माथिल्लो वर्ग, अलिकति सम्भ्रान्त वर्गको प्रतिनिधि मात्रै हुनुभयो कि भन्ने मलाई अलिकति चिन्ता छ। हस्, मान्य अमरेश कुमार सिंहसँग म अन्तिममा किन आउँछु भने नि, संसदमा पनि तपाईँलाई शून्य समय, विशेष समय हुँदै आकस्मिक समयमा पनि सबभन्दा बढी सुनिन्छ। त्यसैले यहाँ अन्तिममा सुनौँ भनेर घरिघरि त ताली पड्काउने कुरा पनि गर्दैछु होला, तर आलस्य भएर हो कि होइन? मान्य सन्तोष परियार चाहिँ मुसु मुसु हाँस्दै हुनुहुन्छ। अहिले त अट्टहासै देखियो। भट्टराईजीले भनेकै कुरालाई पुछरमा राख्दै तपाईँ सुरुमा केन्द्रको राजनीति गर्नुभयो, अहिले प्रदेशमा, र अझ प्रदेशको सबैभन्दा बढी घनीभूत र सघन माग कहाँ थियो भने यही मधेस प्रदेशमा, र त्यही सम्पुष्टि गर्दै यही प्रादेशिक संरचनाबाटै केही गर्न सकिन्छ भनेर तपाईँ अहिले यहाँ प्रतिनिधित्व गरिरहनु भएको छ। उहाँले उठाएको प्रश्न नि हिजो प्रश्न गर्ने ठाउँमा र आज उत्तर दिने ठाउँमा हुँदा पनि तपाईँहरूको व्यवहार र बोलीमा त तात्विक रूपमा अन्तर देखिँदैन। धन्यवाद। सबभन्दा पहिले मिथिला फाउन्डेसनलाई धेरै धेरै धन्यवाद, र मित्र मनिष झाजीलाई पनि यो संयोग जुराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। मधेससँग सबै थोक छ। महन्त ठाकुरले भन्ने गर्नुहुन्छ, मधेस एउटा राष्ट्र बन्ने क्षमता ल्याकत भएको एउटा ठाउँ हो। अहिले मान्य योगेशजीले भने जस्तै यसको जनसङ्ख्या, यसको तपाईँलाई विविधता, जनकपुर मात्रको विविधता होइन, सिङ्गो मधेसकै विविधता। मधेस भनेको राज्यले जुन संरचना कोरिदिएको छ नि, त्यो सप्तरीको कोसीदेखि त्यो पर्साको नारायणीसम्म मैले भनेको त्यति मात्रको मधेस होइन। हामीले मान्दै आएको मधेस त सभ्यता, संस्कृति, भाषा जहाँसम्म मिल्छ त्यो भनेको पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म। त्यो राजनीतिक इकाइ भले यो 8 जिल्लाको होला, तर हामीले मानेको सभ्यतात्मक इकाइ भनेको सिङ्गो चुरे जहाँ समाप्त हुन्छ र भारतको सीमा जहाँ छ, चुरेको समाप्तिदेखि भारतको सीमासम्मको त्यो भूभाग र मेचीदेखि महाकालीसम्मको त्यो भूभाग, यसलाई हामीले मधेस भन्ने गरेका छौँ। राजा शान्तनुले, महाभारत यो अलि धार्मिकै ठाउँ छ, महाभारतमा राजा शान्तनु पितामह भीष्मका पिता थिए। उनले विवाह गरेका थिए मत्स्यगन्धा नामक एकजना मत्स्य देशकी राजकुमारीसँग। मलाई लाग्छ त्यसको प्रामाणिकता त मसँग छैन, तर त्यही मत्स्य देश आउँदै 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 शब्द विन्यास हुँदै हुँदै अहिले मधेस भएको हो। अर्थात् हजारौँ लाखौँ वर्ष पुरानो यो एउटा सभ्यता बोकेको ठाउँ हो। र यहाँ जहाँसम्म यहाँको मतको कुरो छ, आम जनता, यहाँका आम नेपाली जनता, एउटा त मत भइहाल्यो, यो भोट कसले कति ल्याउँछ, कुन पार्टी कति छ। मलाई लाग्छ हाम्रो विषय त्यतातर्फ मैले त्यही भएर यो जनमत मात्रै होइन कि अभिमतको पनि कुरा गरे। त्यही भएर त्यो जनमत हाम्रो त्यति चासोको विषय रहेन। त्यो त निर्वाचन आयोगको वेबसाइट देखेर जसले पनि भन्न सक्छ। हामीले अभिमतको कुरो गर्न खोजेका हौँ। त्यो अभिमत भनेको हामी यही देशका नागरिक हौँ भनेर हामीले आफूलाई साबित गर्दै गर्दै गजेन्द्र बाबुदेखि यो मनिषवासम्म हामीले आफ्नो 3-4 पुस्ता बिताइसक्यौँ। दुर्गानन्द झासम्म। कस्तो दुःख लाग्छ भने नि, गजेन्द्र बाबुले राणा शासनको विरुद्ध तत्कालीन आफ्ना सम्वयी नेतासँग सँगै लडेका थिए। राजेन्द्र महतो, हृदय त्रिपाठी, उपेन्द्र यादव पनि बहुदलीय प्रजातन्त्रको लागि आफ्ना सम्वयी नेतासँग सँगै लडेका थिए। म पनि अहिले योगेशजीले भने जस्तै यो देशमा लोकतन्त्रको लागि मधेस आन्दोलनमा सँगै कुममा कुम ठोकेर लडेका। सुमनजी, काठमाडौँसँग सत्तासँग तपाईँका जस्तै मेरा पनि प्रश्न छन्। मैले चाहिँ तपाईँ यहाँको त तपाईँ सत्ता पक्ष हो नि त, यहाँ त उत्तर दिने ठाउँमा हुन्छ नि त। यहाँको यहीँ उपस्थित भएका जनमत पनि तपाईँहरूले अहिले 7 वर्षमा निरूपण गर्नुभएको सन्दर्भबाट खुसी हुनुहुन्छ त? खुसी हुनुहुन्छ भने ताली बज्दैन, तर प्रश्न छन् भने त पक्कै ताली बज्छ नि त। खुसी बज्दैन ताली, खुसी हुनुहुन्छ कि क्या हो?
सबभन्दा ठुलो कुरो के हो भने नि राज्यको त्यो सञ्चालन निकायमा अहिलेसम्म हामी पुगेका छैनौँ। टिकाजी तपाईँलाई प्रश्न भनौँ, केही दिनको लागि मध्य प्रदेश सञ्चालनको अभिभार हाम्रो हातमा पुगेको थियो, हामी त्यसमा पनि ठिक गऱ्यौँ बेठिक गऱ्यौँ भनेर अहिले अमरेशजीले फेरि यस्तै प्रस्तुत गर्दै हुनुहुन्छ म पछि। तर हामीले एउटा स्वाङ्के रच्न सक्छौँ भने नि मध्य प्रदेश पहिचानको आधारमा आफ्नो नामाकरण चाहिँ गऱ्यौँ। काङ्ग्रेसले यसलाई मिथिला भन्न खोजेको थियो, एमाले त झन् जानकी भन्न खोजेको थियो, हामीले सभ्यता संस्कृति इतिहास परिवेश यसका नाममा मधेस भन्न खोज्यौँ र पछि काङ्ग्रेस एमाले समेतको सहयोगमा यहाँको प्रदेश सभाले आफ्नो नामाकरण गर्यो। त्यतिको प्रसन्नता बाहेक अरू केही प्रसन्न गर्ने ठाउँ छैन। काठमाडौँले अझै पनि हामीलाई चिन्दैन। मैले त गजेन्द्र बाबु त्यो दुर्गानन्द झाको कुरा गर्दै थिएँ, वर्तमानमा पनि त्यहाँका अर्थमन्त्रीज्यूहरूले बजेटको विनियोजन गर्दाखेरि केही त आधार रोक्नुहुन्छ होला नि। जनसङ्ख्यामा सबभन्दा बढी योगेशजीले भने जस्तै 7वटै प्रदेशमा सबभन्दा बढी जनसङ्ख्या भएको प्रदेश हामी कहाँ छ, तर बजेट दिँदा हामीलाई बेइमानी गरिन्छ। तसर्थ हामीलाई देख्ने त्यो दृष्टिकोण जुन छ नि राज्यको, त्यो दृष्टिकोण त्यो अझै पनि सुध्रेको छैन। कसरी सन्तुष्ट हुने? अहिले संयोगले प्रदेशसभामा सबभन्दा ठुलो पार्टी योगेशजीको पार्टी भएको छ। हामी त अहिले क्रमशः तल गइरहेछौँ। जनताले चुने, यहाँको 29,10,000 मतदाताले चुनेको त्यो पार्टीलाई त हामीले सलाम गर्नै पर्छ, हामीले सलाम गर्ने गरेका छौँ। तर पनि सो पार्टीको आफ्नै संरचना हेर्छौँ कि नेकपा एमालेको संरचना हेर्छौँ, मधेसी विहीन छ। उसको नेतृत्वमा हाम्रै समुदायका म जस्तै मुख मिल्ने, मेरै भाषा बोल्ने, मेरै सम्प्रदायको मान्छे, म जस्तै सभ्यता भएको मान्छे एकदम न्यून छ। अर्थात् नेकपा एमाले पोलिसी बनाउँदा पनि मधेसलाई बिर्से जस्तो लाग्छ। तपाईँहरू पनि त तपाईँहरूले यहाँको अभिमत जाहेर गर्नुहुन्छ र तपाईँहरूले वास्तविक प्रतिनिधित्व गर्नुहुन्छ भने त त्यो मतमध्येको अभिमत त होला, तर जनमतले किन अनुमोदन गरेन त? दोस्रो अनुमोदन गरेको छ टिकाजी। अहिले तुरुन्त म तपाईँलाई एउटा दृष्टान्त दिन्छु। अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभामा सामान्य राष्ट्रपतिजीले जारी गर्नुभएको मन्त्री परिषदको सिफारिसमा जारी गर्नुभएको त्यो विधेयक अध्यादेशहरू 6वटा अध्यादेशहरू छलफलरत छ। कोही व्यक्तिले मैले अहिलेसम्म हिजो हामी तीनजना गफ गर्दै थियौँ, कोही व्यक्तिले नेकपा एमालेलाई सोधेको छैन या नेकपा एमालेको कट्टर कार्यकर्ताले पनि आफ्नो नेतालाई सोधेको छैन, तिमीले यो मधेस विरोधी चुरेलाई नाश गर्ने, यो सुकुम्बासीको पहिचानै नहुँदा पनि तिमीले यो भूमि सम्बन्धी यो विधेयक किन ल्यायो, किन अध्यादेश ल्यायो भनेर कसैले सोधेको छैन। तर जनता समाजवादी पार्टी नेपाललाई प्रत्येक मधेसियाले फोन गरी थर्काउँछ, खबरदार यो चुरे विनाश हुँदैछ, यो मधेसमा त मरुभूमिकरण हुँदैछ, जङ्गललाई काटिँदैछ। अर्थात् सबभन्दा बढी जिम्मेवारी उसले मलाई मत दियो दिएन, म प्रति भावना राख्छ। हामी तपाईँले नि आमालाई मधेसी समुदायमा प्राय आमालाई तँ भनिन्छ, तँ भनेको नेपालीको तिमी हो, र बुवालाई आहा भनिन्छ, आहा भनेको नेपालीको तपाईँ हो। म बच्चादेखि यो कन्फ्युजमा थिएँ, मैले आमालाई तँ किन भन्ने र बुवालाई आहा किन भन्ने, पछि थाहा हुँदो रहेछ। आमासँग अगाध प्रेम भएपछि तँ भनिँदो रहेछ, बुवासँग सेकेन्डरी प्रेम भएपछि आहा भनिँदो रहेछ। जनता समाजवादी पार्टी नेपालसँग अगाध प्रेम भएपछि हामीलाई थर्काउँछ, खबरदार। उहाँहरूलाई कसैले प्रश्न गरेको छैन। यो प्रश्न नबिर्सिने आग्रह गर्दै म अब डाक्टर अमरेश कुमार सिंहसँग जान्छु। अमरेश कुमार सिंहको त अब तपाईँहरूका लागि त प्रश्न छँदैछन्, एमालेसँग त छँदै थियो, हिजोसम्म उहाँ जन्मिएको र हुर्किएको कङ्ग्रेससँग त झन् बढी प्रश्नहरू छन्। ती सबै प्रश्नको आलोकमा मधेसको मतलाई कसरी उठान गर्ने? सबभन्दा पहिला त आफ्नो जन्मभूमि र राजा जनक र माँ जानकीको जन्मभूमिलाई प्रणाम गर्दै म केही कुरा सत्य राख्न चाहँदैछु। मधेस जहिले पनि राज्य सत्ताको शिकार भयो। पञ्चायत थियो, मधेसको भूमि जहिले पनि लोकतान्त्रिक भूमि हो। पञ्चायत थियो, दुर्गानन्द झाले बम महेन्द्रमाथि प्रहार गर्यो, होल पञ्चायत पिरियड मधेसलाई कसरी यसलाई विकासको बाटोमा हुन दिन्न, मेन स्ट्रिमिङ गर्नबाट रोक्यो। यदि कोही पञ्चायतमा पनि कोही मधेसका मान्छे बन्यो भने त्यो रायचन्द थियो या गुलामचन्द थियो, जो सरकारको सिपा सल्लाहकार चम्चा जसलाई भन्छ गाउँकोले भाषामा, या गुलामचन्द दास थियो, त्यसले सत्ता पायो। ठक्कै त्यसको पञ्चायतको पुनरावृत्ति काङ्ग्रेस र एमाले पनि गर्यो। अब मैले माननीय योगेशजीलाई, मेरो साथीको साथमा एमाले पार्टी राज्यसँग, किन एमाले पार्टी राज्यको सञ्चालनमा छ, प्रश्न गर्न चाहन्छु मधेसी जनताको तर्फबाट।
अहिले देशमा 70 जना सचिव छ विशिष्ट श्रेणीको कर्मचारी, मधेसको जम्मा 2टा छ, उसलाई मन्त्रालय दिँदैन। एकजनाले भर्खर किन पायो, कृष्णहरि पुष्करले कि उसको श्रीमती नेवार हो, जसलाई प्रकाश मानसिंह सहयोग गर्छ, र सुदूरपश्चिमको हो देउबाले सहयोग गर्छ। किनकि यो देश अहिले जम्मा 2 ठाउँको मान्छेले नियुक्ति पाउँछ, झापाको हुनु पर्यो कि सुदूरपश्चिमको हुनु पर्यो। त्यसो कुरा तपाईँलाई बताउँछु। मधेसको राष्ट्र पहिचान, मधेसको समस्या पहिचानको पनि हो, अधिकारको पनि हो, समावेशीकरणको पनि, विकासको पनि हो। मधेसको विकास र समृद्धिको जहिले पनि रोक्ने काम सरकारबाट भएछ। त्यो काङ्ग्रेसको सरकार कोही अलिकति 19-20 होला, तर मधेस राणा कालको हुलाकी सडक आजमा पनि बन्या छैन। तर पूर्व पश्चिम हाइवे बन्यो, त्यसपछि मधेस आन्दोलनको बाद मध्य पहाडी राजमार्ग पनि बन्यो। त्यहाँ बजेट 100 करोड राखिन्छ, बिचमा अर्को पनि बनाउने मदन भण्डारी राजमार्ग बन्यो। यसलाई भन्छ कसरी राज सत्ताको दुरुपयोग गरिन्छ। त्यसमा के थियो, किन मधेसकै डिईहरू थियो, मधेसको अहिले पनि भन्छु, मधेसका धेरै भौतिक प्रधानमन्त्री, चाहे विमलन निधि मान्य होस्, चाहे रघुवीर महासेठ संजोगले उहाँकै जिल्लामा आएर बोल्दैछु, या योभन्दा पहिला रेणु यादव होस्, सबभन्दा कम बजेट हुन्छ। किन मधेसको मान्छेलाई अर्थमन्त्री बन्न दिँदैन? राज्यको सञ्चालनको सिद्धान्त पढेर आएको एउटा विद्यार्थी हो कि जम्मा 2टामा राज्य सञ्चालन हुन्छ। पर्स माने राज्यको ढुक्टी कसको हातमा छ, राज्यको गन कसको हातमा छ। मधेसलाई न कहिले राज्यको पर्समा ढुक्टीमा हात राख्न दियो, न कहिले गनमा हात राख्न दियो। पावर कम्स त्यहाँ हुन्छ। अनि अर्थमन्त्री आजमा मधेसको कोही बन्या छैन, र कोही आर्मी चिफ बन्या छैन, र बन्नेवाला पनि छैन। कोही पुलिस चिफ मधेसको बन्या छैन, सशस्त्र चिफ बन्या छैन। यो हो लडाई, त्यहाँ हो। एउटा कमला फुल देखाएर 10 वर्षदेखि हुलाकी सडकलाई जोड्न दिएको छैन, किनकि धनुषाको मान्छे सिधा जान्छ, सिधा धनुषालाई जोड्न दिनु हुँदैन। मधेसको जुन संविधानको कुरा गर्नुभयो, उसलाई उहाँले बडा लोकतान्त्रिक संविधान, संयोगले त्यो बेला पनि हामी त्यो पार्टीको विद्रोही नै थिए। मधेसको रगतले लेखिएको संविधान छ, र एउटै मधेसीलाई 7 टुक्रामा टुक्राइएको छ। जसरी सुगौली सन्धि एउटै संस्कृति, मिथिला संस्कृतिको मान्छेलाई 2 देशमा विभक्त गरिदिएछ। दरभंगा मधुबनी उता मिथिला संस्कृति हो, या सीतामढ़ी यता जनकपुर धनुषा महोत्तरी मिथिला संस्कृति हो। त्यस्तै राज्यले जसरी ब्रिटिसले जे गर्यो, हाम्रो लागि त काङ्ग्रेस एमालेको सरकार पनि ब्रिटिस नै हो, औपनिवेशिक नै हो। कारण के भने काठमाडौँलाई बाटोको लागि चितवनलाई ठुरी जोड्नु पर्यो, पर्साको ठुरी चितवनमा गाभियो, नवलपरासीको जिल्ला टुटाइयो, किनकि गण्डकी प्रदेशको बाटो पुग्नु पर्यो। अनि एउटा मधेसको सुनसरीको मधेसी थिएन, त्यसलाई मधेसमा दिँदा के फरक पर्थ्यो? कपिलवस्तुको मधेसी थिए कि थिएन? त्यो के हुन्छ, डिभाइड एन्ड रुल शासकको सबभन्दा मेन सिद्धान्त हुन्छ। तपाईँले आज हेर्नुहोस्, संजोगले यहाँ हाम्रो पूर्व प्रधान न्यायाधीश कल्याण श्रीमान पनि आउनुभएको छ। जुडिसियरीमा मधेस कति छ? कतिजना प्रधान न्यायाधीश छ, कतिजना सर्वोच्च अदालतमा न्यायाधीश मधेसी छ, कतिजना उच्च अदालतमा न्यायाधीश मधेसी छ? तुलनात्मक रूपमा न्यायालयमा चाहिँ बढी हुनुहुन्छ होइन? तपाईँ डाटा तुलनात्मक रूपमा भने म तपाईँलाई काठमाडौँमै डाटा दिन्छु, डाटा तैँले लिएर छैन। अनि अहिले पनि तपाईँलाई म बताउँछु। अनि उहाँ श्रीमान हुनुहुन्छ, म श्रीमानमाथि आरोप लगाएन। एकजना हुनहार मान्छे अनिल सिन्हा थियो, श्रीमानले कन्भिन्स गरी प्रधान न्यायाधीश नबन्ने गरी पनि तिमी आइज न, तँ आउनु भन्ने तयार थिएन। म उहाँको अगाडि भन्दैछु, उहाँ मेरो एकदम श्रद्धाको, उहाँलाई श्रद्धा गर्छु। तर के भने मधेसीमाथि त अन्याय त भयो नि। विमल उहाँ जुन अनिल सिन्हा मधेसको एउटा अनुहार थियो, उहाँ राम्रो लयर, कर्पोरेट लयर थियो। उहाँ त न्यायाधीश पाएर घाटा भयो। 5 लाखको महिना कमाउने मान्छेलाई 50,000को महिना या 70,000को महिनामा झार दिनुभयो उहाँ। त्यति म बताउँछु। न्यायाधीश भएन भन्दा पनि भएन भन्ने, अनि न्यायाधीश बनायो भने पनि कम कमायो होइन, भएन नि त। कम होइन, प्रधान न्यायाधीश बन्नु भएन नि। के आउँछ भने जसरी आर्मीको अर्गनाइजेसन छ, त्यस्तै न्यायपालिका छ। प्रधान न्यायाधीश जसरी कमान्डर इन चिफ हुन्छ, बाँकी न्यायाधीशको त्यहाँ कोही विवेक लाग्दैन। म तपाईँलाई बताउँछु, म जुडिसियरीमाथि आरोप लगाउनु खोजेको होइन। त्यस्तै किनकि जुडिसियरीको आर्मी चिफ प्रधान न्यायाधीश हुन्छ। म धेरै कम्तीमा 15-20 जना नेपालको प्रधान न्यायाधीशसँग सङ्गत गरेको व्यक्ति बोल्दैछु एउटा अनुभवको आधारमा। दोस्रो, राष्ट्रको अनुहार राजदूतबाट तय हुन्छ। मैले बडा विनम्रतापूर्वक योगेशजीसँग प्रश्न गर्न चाहन्छु कि उहाँको प्रश्न केपी ओलीको कानमा पनि पुगोस्। कतिजना राजदूत बनाउनु भयो मधेसीलाई? के मधेसी राजदूत बन्न लायक छैन?
भर्खर तपाईँलाई बताउँछु यो मधेसको मान्छे जन्मिने बित्तिकै पढ्नको लागि जागिर खानको लागि पढ्छ। हामी बच्चामा पनि साइन्स एमएससीमा म साइन्स पढेँ कि पढ्छु जागिर खान्छु घर परिवार पाल्छु, म राजनीति गर्नको लागि पढेको होइन। तर युनिभर्सिटीको डिन 8 भन्यो 3टा काङ्ग्रेस 3टा एमाले 2टा माओवादी, एउटा पनि मधेसी अनुहार छैन। 8 जना मधेसी डिन बन्न लायक पनि त्रिभुवन युनिभर्सिटीमा छैन, हेड अफ डिपार्टमेन्ट बन्न लायक पनि छैन क्याम्पसमा। त्यहाँ छ यो दलतन्त्रले मधेसलाई लेजिटिमाइज तरिकाले मार्जिनाइज गर्दै गइरहेछ। म तपाईँलाई अर्को कुरा बताउँछु, अब अर्को राउन्डमा आउने होइन यही राउन्डमा तपाईँलाई बताउँछु शिक्षाको। मधेसमा एउटा पनि सरकारी मेडिकल कलेज राज्यले खोलिदिएको छैन, एउटा पनि सरकारी कलेज मौतरीमा एउटा सरकारी कलेज छैन, सिरामा छैन, सर्लाहीमा छैन, बारामा छैन, रौतहटमा छैन। के काठमाडौँ के सरकारी कलेज के काठमाडौँ के जनताले बनाएको कि राज्यले त्रिचन्द कलेज अस्कल कलेज या आरआर क्याम्पस सबै बनाएछ? त मधेसलाई शिक्षा समाप्त गर्ने, मधेसलाई डिभाइड हुनु, मधेसमा जो मधेसलाई एक्सप्लॉइट गर्छ, मधेसको मत काठमाडौँमा बेच्छ, त्यसलाई काठमाडौँको सत्ताले पुरस्कार गर्छ। र पछि गुरेसकालमा उहाँहरूकै दशा हुन्छ, त्यो काङ्ग्रेसको पूर्व सभापतिको दशा सोधेर हुन्छ। मैले उहाँलाई एक्चुअली धेरै पहिला भारतीय दूतावासको एउटा पार्टीमा भनेको थिएँ। उहाँले भन्नुभयो कि मधेस विमला निधि त्यो बेला देशको मनोनीत उप प्रधानमन्त्री गृहमन्त्री पनि हुनुहुन्थ्यो, मनोनीत पार्टीको सभापति हुनुहुन्थ्यो। उहाँले भन्नुभयो 2-4 पैक खाएपछि कि म देशको फर्स्ट म्यान पनि बन्छु, काङ्ग्रेसको फर्स्ट म्यान हुन्छ। मैले भने कि जुन दिन मधेसको मान्छे काङ्ग्रेस एमाले माओवादीमा पार्टी अध्यक्ष ताक्यो भने या देशको प्रधानमन्त्री ताके त्यही दिन भस्म हुन्छ। मधेसको स्थिति यो हो, सच्चाइ यो छ। र उहाँले सभापतिमा उठ्नुभयो, त्यही दिनदेखि काङ्ग्रेसमा बाइपास हुनुभयो। तपाईँलाई अहिले बताउँछु, प्रश्नको त्यति मात्रै बोझ बोकाउनुहोस् जति चाहिँ योगेशजीले थाम्न होइन सक्नुहोस्। त्यही त मैले भने। र एमाले भन्छ मधेसलाई देख्नै चाहँदैन। एमालेको दिनमा तपाईँलाई बताउँछु, एमाले इपिजी बनायो, त्यसमा बोर्डर रेगुलेटरको बारेमा कुरा छ। तर उहाँले भन्नुभयो काठमाडौँको खसार बाहेक कोही बन्नु हुँदैन। को छ? सृजनाथ उपाध्याय, जो कहिले मधेस देखेको छैन, कहाँ मधेस हो? राजेन्द्र भट्टराईले बोर्डर देखेको छैन कि सीमा खेत हो, चौर हो कि देवाल हो? बेसबहादुर थापा, यो इपिजी। त्यसमा उहाँले के बुझ्छ कि मधेस शासन गर्नको ठाउँ हो, त्यहाँबाट राजस्व लिने ठाउँ हो। यहाँको सिडिओएसपी मधेसका 8 जिल्लाको म भन्छु, धेरै सिडिओएसपी सुन्ला, यो लाइभ होला त। 1 साल बस्यो भने 1 करोड रुपियाँ कमाएर जान्छ, यहीँ तस्करी गराउँछ, यहीँ समाजमा अपराध बनाउँछ र मधेसलाई रिभाइड हुन्छ। तपाईँलाई बताउँछु, लास्टमा पोइन्ट 1 मिनटमा अन्त गर्दैछु। राणा बरु मधेसप्रति उदार थियो कि जम्मै सदरमुकाम कुडामा राख्यो, मधेसको हुलाकीमा राख्यो। चाहे रौतहटको सदरमुकाम गौरको कोस्टमा माधव नेपालदेखि सबै लागेर काङ्ग्रेस लागेर चल्ने गाफु डेभलप गर्यो, गौरलाई डेभलप हुन दिएन। जलेश्वरको कोस्टमा बर्दीवास डेभलप गर्यो, सबै अफिसर आताज पुलिस लगाएर उठाएर लग्यो। माराको बदलामा लाहान डेभलप गर्यो, हाइवे डेभलप गर्यो। तर मधेसको गाउँहरूलाई कल्याणलाई सुखाएर सिमरा जितपुर डेभलप गर्यो। यो जुन मधेसको पीडा छ, यो मधेसको आम जनता बुझ्दैन। त्यसैको लागि हामी गाउँ गाउँमा घुम्छौँ। हाम्रो पीडा के छ भने मेरो पिएचडी पनि मधेसमाथि नै छ। त्यस कारणले म जनप्रतिनिधि पनि मधेसको छु, मधेसकी पुरा बुझ्छु र पढेर पनि बुझ्छु कि हाम्रो आँखाबाट आँसु आउँछ कि मधेसको साथ यस्तै अन्याय मुगल कालमा, ब्रिटिस कालमा इन्डियन जनताको भए थियो, त्योभन्दा बढी मधेसीमाथि यो राज्यमा विभेद छ र विभेद अझ बढिरहेछ। अहिले तपाईँलाई बताउँछु, अर्को चरणमा बजा, अब विशेष समयमा गरौँला। यो अघि मनिष झाजीले राम्रै गर्नुभएछ योगेश भट्टराईजीलाई, उहाँलाई ल्याउने कि नल्याउने भनेर। नत्र पनि यस्तो धेरै प्रश्नको पन्तुरोको भारी कहाँ बिसाउने? भलै पार्टीभित्र पनि योगेशजी आफैमा कति सीमान्तकृत हुनुहुन्छ कि केन्द्रीकृत हुनुहुन्छ? त्यो 3-4 वर्ष अगाडिदेखिको भाष्य भएको वैज्ञानिक के अरे वैज्ञानिक केटोको त्यो के भन्छ त्यो आरोप भनेको ट्याग 10 भाइ मध्येको हो होइन? ल योगेशजीलाई नि कति धेरै भन्नुभयो क्या तपाईँले? एउटै होटलमा सुतेको, सँगै प्लेनमा आएको, यति साह्रो भन्नु त मिल्दैन नि। अलिकति त्यो पिएचडीको थेसिस एकपल्ट रिभ्यू गर्नु पऱ्यो होइन? त्यो जेएनयूमा हजुरको पिएचडीको गाइड को थियो? एसडी मुनि सर हुनुहुँदो रहेछ, नाम चलेकै। अब एसडी मुनि सरको विद्वताप्रति त मलाई शङ्का छैन। अमरेश सरको थेसिसमा अलिकति टिप्पणी केही पुगेन कि जस्तो लाग्छ। यति धेरै भन्नुभयो होइन? तर उहाँले भनेको कुरालाई मैले कसरी लिन्छु भने हामीले अझै मधेसको बारेमा धेरै गर्नु छ। अमरेश मान्यज्यूले एकदमै इमोसनल पनि भन्नुभयो,
त्यो इमोसनल हुँदा कतिपय फ्याक्ट आउँदैन कि, इमोसन ज्यादा प्रकट हुन्छ, कहिलेकाहीँ फ्याक्ट चाहिँ बाहिर जान्छ होइन। एमाले त मधेसलाई देख्नै सक्दैन भन्नुभयो। मधेसमा सबभन्दा ठुलो पार्टी कहाँको भोट भएर ल्यायो त एमाले? यहीँबाट त ल्याएको हो। भनेपछि त मधेसले त एमालेलाई त अनुमोदन गर्दैछ। अब मधेसको एजेन्डा एमाले बोक्छ के, एमाले उठाउँछ। यहाँको जातीय विभेदको एजेन्डा, तपाईँले सिडिओ बनाउने, सचिव बनाउने मात्रै कुरा गर्नुभयो, त्यो माइनर कुरा हो। सबभन्दा ठुलो कुरा यहाँको सामाजिक आर्थिक विभेद हो। त्यो सामाजिक आर्थिक विभेद तपाईँ पनि बोल्नुहुन्न। सम्भवतः तपाईँले पनि सम्भ्रान्त वर्गकै प्रतिनिधित्व गर्नुहुन्छ भने त्यो हुनसक्छ होइन। जब यहाँको सामाजिक आर्थिक विभेदमाथि एमाले हस्तक्षेप गर्न थाल्छ, त्यसपछि तपाईँले गनि नसक्ने सचिव हुन्छन्, गनि नसक्ने सिडिओ हुन्छन्, गनि नसक्ने मन्त्री हुन्छन्, प्रधानमन्त्री पनि हुन्छन्। र कुनै बेला यो देशमा एमालेबाटै मधेसको प्रधानमन्त्री, मधेसबाटै गृहमन्त्री पनि हुने अवस्था आउँछ ढिलो चाँडो। हामी 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 आर्यघाटमा जानुभन्दा पहिले नै त्यो आउँछ, त्यो हेर्नुहोस् होइन। किनभने 10 वर्ष अगाडि र अहिलेको अवस्था धेरै बदलिसक्यो। एमाले नै हो जसले यो पूर्व पश्चिम हाइवेबाट सदरमुकाम जोड्ने सडकहरूको स्तर उन्नति र सदरमुकामहरूको सहरीकरणमा बजेट पहिलो पटक एमाले छुट्याएको हो। तपाईँले हुलाकी मार्गको कुरा गर्नुभयो। आज जनकपुरमा बसेर मैले मेरो मित्र राष्ट्रलाई केही पनि भन्न चाहन्न, त्यो अन्यथा पनि हुन्छ। लथालिङ्ग थियो र त्यो हुलाकी राजमार्ग अब हामी आफ्नै पैसाले बनाउँछौँ भनेर हामीले भने हो नेकपा एमाले, नेकपा एमालेको सरकारले। हुँदै होइन, हुँदै होइन। केपी ओलीको 72 सालको इन्डिया भिजिटबाट उहाँले होइन, सुशील कोइरालाको प्रधानमन्त्री कालमा विमलेनजी हुनुहुन्थ्यो भौतिक ऊर्जा मन्त्री, त्यो बेला हुलाकी उहाँले आफ्नो लिएर बनाउनु भयो। झुटो कुरा नगर्नुहोस्, पार्टीको प्रचार गर्ने आएको होइन, सत्य बोल्नुहोस्। सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि तपाईँ गलत हुनुहुन्छ, तपाईँ यसमा गलत हुनुहुन्छ, गलत हुनुहुन्छ। 18 वर्षदेखि हुलाकी मार्ग चाहिँ लथालिङ्ग भएको बेला केपी ओलीको इन्डिया भ्रमणको बेला उहाँले के भन्नुभयो? मोदीजीलाई हामी आफ्नै पैसाले बनाउँछौँ, किनभने हुलाकी राजमार्गमा ठेकदार इन्डियन, पैसा भारतीय, मेटेरियल भारतीय, त्यसले गर्दा समयमा बढ्न सकेन। यो हाम्रो बाध्यता छ। इन्डियन एक्जिम ब्याङ्क, चाइनिज एक्जिम ब्याङ्कको पैसा ल्याउँदाका केही बाध्यता छन् हामीलाई। त्यस कारणले आज हुलाकी राजमार्ग नेपाली लागतबाट बढ्ने क्रममा अगाडि बढाएको छ, त्यो बन्छ नै, बढ्नुपर्छ, त्यसमा हाम्रो जोड छ। त्यस कारणले म फेरि पनि भन्न चाहन्छु कि मधेसमा पक्कै पनि दृष्टि पुगेन होला, तर म अमरेश मान्यजीलाई के भन्न चाहन्छु भने 1.5 वर्ष मधेसमा घुम्दा यहाँको पत्रकारसँग अन्तर्क्रिया गरेको छु, यहाँको बुद्धिजीवीसँग अन्तर्क्रिया गरेको छु। यहाँको क्याम्पस, तपाईँले सिराहामा सरकारी क्याम्पस छैन भन्नु, सिराहामा सरकारी क्याम्पस छ, सर्लाहीमा छैन म मान्छु, रौतहटमा छैन म मान्छु, महोत्तरीमा छ नि, किन छैन? महेन्द्र संस्कृत विश्वविद्यालय कलेज छैन? तपाईँले सरकारी क्याम्पसै छैन भन्नु। यहाँ सुन्नुहोस्, यहाँ मात्रै होइन, तपाईँ ताप्लेजुङमा कहाँ सरकारी कलेज छ? पाँचथरमा कहाँ सरकारी कलेज छ? त्यसपछि तपाईँ त्यहाँ खोटाङमा कहाँ सरकारी कलेज छ? तपाईँको दार्चुलामा कहाँ सरकारी कलेज छ? ओखलढुङ्गामा कहाँ सरकारी कलेज छ? सरकारी कलेज हुनु पर्थ्यो पपुलेसनको हिसाबले, त्यो म मान्छु। तर त्यतिको आधारमा मधेस र पहाडको विभेदको कुरा गर्ने हो भने पहाडको कुरा अर्कै छ, पहाडका दुःख अर्कै छन्। एकपटक जति बेला मधेस र पहाडको अलिकति द्वन्द्व मचिया थियो, यहाँका मधेसका केही पत्रकार साथीहरूले कालीकोट, जुम्ला, हुम्ला, मुगु गएर स्थलगत रिपोर्ट गरेका छन् र नेपालका ब्रडसिट म्यागजिनमा त्यहाँको अवस्था मधेसी पत्रकार साथीहरूले प्रकाशित गरेका छन्। त्यो पढ्नु होला होइन, त्यो पढ्नु होला। त्यसैले यस्तो इमोसनल कुरा मात्रै गर्न आवश्यक छैन भन्न खोजेँ मैले त्यो। त्यसैले मैले अघि पनि भने कि 1.5 वर्ष मधेसको साथीहरूसँग मैले इन्टरेक्सन गर्दा सबैको मत त्यो भन्दिनँ, तर बुद्धिजीवीहरूको मत केही फर्केको छ। मलाई के भन्नुभएको छ कतिपय बुद्धिजीवीहरू, उहाँ एमालेको होइन, काङ्ग्रेसको पनि होइन, कतिपय इन्डिपेन्डेन्ट, कतिपय अरू कुनै दलसँग नजिक हुनुहुन्छ होला, पढाउनुहुन्छ क्याम्पसमा, जनकपुर क्याम्पसका अन्य राजविराज कलेजका प्राध्यापकसँग त्यहाँ गएर बसेको छु, म छलफल गरेको छु। ती प्राध्यापकहरू मधेसी मुलकै प्राध्यापक हुन्। उहाँहरू भन्दै हुनुहुन्छ कि वास्तवमा यो सङ्घीयतामा प्रदेश विभाजन गर्दा केही भुल भयो। त्यो भुल उहाँहरूले के भन्नुभएको भने मधेसलाई पहाडसँग जोडिएन,
यो भुल भयो भन्दै हुनुहुन्छ। यो तपाईँ मान्नुहुन्छ कि मान्नुहुन्न मलाई थाहा छैन, तर यहाँका बुद्धिजीवीहरूको मत छ। म कर्णाली पनि झन्डै 6 महिना काम गरेँ पार्टीको। कर्णालीमा जाँदा मलाई त्यो मत छ कि बाँके बर्दिया लगायतको कुरा कर्णालीमा नमिसिँदा आज बाँके बर्दियाले पनि भन्छ त्यो चेन्ज हुन्छ कि हुँदैन म भन्न सक्दिनँ। चेन्ज हुन गाह्रो छ होइन। आज प्रदेशको सिमाना चेन्ज गर्न असाध्यै गाह्रो छ, संवैधानिक जटिलता छ, जनमत भड्केला के गर्ला कसैले पनि त्यसमा हात हाल्दैन। तर यो अघि यहाँले जुन मत मात्रै होइन जनमत भन्नुभयो नि, जनमतका कुरा यस्ता पनि छन्। त्यसैले हिजोका कतिपय कुराहरू आज त्यत्तिकै फ्याक्ट हुन् भन्न सकिँदैन। फ्याक्टहरू बदलिएका छन्, सत्यहरू होइन। कहिलेकाहीँ भन्छ नि तपाईँको चाहिँ भावना एउटा हुन्छ, सत्य अर्को हुन्छ। हामी सत्यलाई अन्वेषण गर्ने हो, सत्यसँग लाग्ने हो, भावनालाई सम्मान गर्ने हो। तपाईँको भावनालाई सम्मान गर्छु, तर सत्य सबै यहाँले भने जस्तो होइन। प्लिज यसमा दुःख बनाउन गर्नु होला। र उहाँलाई पनि केले निर्बन्धता र स्वतन्त्रता दियो भने उहाँको त्यो स्वतन्त्रको हैसियतले उहाँले कङ्ग्रेसमा बस्नु भएको थियो भने त यति स्वतन्त्र त्यो चाहिँ सुविधा छ के तपाईँलाई? त्यो चाहिँ सुविधा अमरेशजीलाई गजब छ के? मनिषजी, मैले त अब उहाँ दुईजनाको सुनेपछि कस्तो हुँदो रहेछ भने नि, म अथवा यहाँ बसेका कोही पनि 46 सालको बहुदलीय प्रजातन्त्र आएदेखि अहिलेसम्म खस आर्य पुरुष बाहेक कोही महिला प्रधानमन्त्रीलाई तपाईँहरूले देख्नु भएको छैन होला। खस आर्य पुरुष बाहेक कोही मधेसिया मुसलमान कसैलाई अर्को प्रधानमन्त्रीमा देख्न पाउनु भएको छैन। लगातार कि त त्यही सुशील कोइराला, कि त त्यही गिरिजा कोइराला, कि त त्यही मनमोहन अधिकारी, कि त त्यही माधव नेपाल, र पछिल्लो यो धेरै दिनदेखि त्यही 3 जना पटके प्रधानमन्त्री बन्दै हुनुहुन्छ। लामो 42-43 पटक प्रधानमन्त्री बने। यत्रो प्रधानमन्त्री भएपछि पनि हामीले पाएको विकास के भनेपछि यी अत्कल्चो हुलाकी सडक मार्ग जुन योगेशजीले गनाउनु भयो, कहीँ कलेज छ कहीँ छैन भनेर दुईजना जुझ्नुभयो सँगै प्लेनमा आए पनि। म त भन्छु हिन्दी फिल्मको एउटा गीत छ कि मेरे पाँव में घुंघरू बाँध दो तो फिर मेरी नाच देख लो। मधेसियालाई एकचोटि प्रधानमन्त्री बनाइदिनुहोस् अनि मुलुक देख्नु होला। स्थापित त्यही एउटै जातको व्यक्तिलाई पटक पटक प्रधानमन्त्री र राज्य सत्ताको सञ्चालन दिएपछि हाम्रो अधोगति यहाँ हो। हाम्रै मित्र राष्ट्रमा हेर्नुहोस् न, सरकार फेरिँदैमा त्यहाँको अर्कै सिनेरियो फेरिन्छ। ज्योति बसु पछि ममता बनर्जी मुख्यमन्त्री भइन्, तपाईँ पश्चिम बङ्गालको सिनेरियो चेन्ज भएको देख्न पाइहाल्नुहुन्छ। कङ्ग्रेसको लामो सत्तापछि आम जनता पार्टीको सरकार बन्यो, तपाईँ त्यहाँको परिवर्तन देख्न पाइहाल्नुहुन्छ। तर पछिल्लो यत्रो वर्षदेखि पुस्ता दर पुस्ता राणा शासन बित्यो, पञ्चायती व्यवस्था बित्यो, बहुदलीय रोजमर्राको जुन हाम्रो काम छ नि त्यसमा कहीँ कुनै त्यो हेर्नु भएको छ? एकजना साधारण मान्छेसँग सोध्नुहोस्, हुँदा जुडिसियरीलाई पनि उनीहरूले भ्रष्टाचार 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 भन्थे। मधेसको मत भनेको साँच्चै भन्ने हो भने हामी यो देशमा मिसेर बस्न चाहन्छौँ। देशको आधी जनसङ्ख्या छौँ, देशको आधी जनसङ्ख्या। मधेसको मत मधेसका जनताले खोजेको त्यही हो। 77वटा न्यायालय मध्ये आधी न्यायालयका न्यायाधीश मधेसिया हेर्न खोजेको छ मधेसको मत। 90,000 नेपाली सेना मध्ये 45,000 नेपाली सेना मधेसियाले आफ्नै अनुहार हेर्न खोजेको छ मधेसको मत। त्यो अनुहार भनेको कपाल काट्न र लुगा धुन होइन, काँधमा बन्दुक लिएर जरस्याब र करस्याब हुन खोजेको छ मधेसको मत। मधेसको मत भनेको त्यो जनपद प्रहरीमा पनि आधी खोजेको छ। त्यो अधिकारविहीन सिडिओ साहब हुनुहुन्छ नि 77वटा, तर गृह मन्त्रालयले त्यही सिडिओ साहबलाई चिन्छ हो। त्यो सिडिओ साहबहरूमा पनि आधी सिडिओ साहब मधेसिया खोजेको छ। यही हो मधेसको मत। समान जनसङ्ख्याको आधारमा समावेशीकरणको लागि हामी सबै लडेका मान्छे हौँ। समानुपातिक समावेशिताका लागि समानुपातिक समावेशिताको सिद्धान्त बनाउँदा तपाईँ सबैले देख्नु होला र समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा त हामी सबै थियौँ राजनीतिक दलहरू। हामीले के देख्यौँ भने कस्तो ऐन बनाइएको रहेछ भने त्यसमा सबभन्दा प्रिभिलेज ग्रुप बनेको खस आर्य समुदाय। विश्वेन्द्र पासवानजीले मलाई भन्नुभएको थियो, मेरो पार्टी दलितको पार्टी, बिहान उठ्छु राति सुतुन्जेलसम्म मैले बाहुनलाई गाली गरी हिँड्छु, खसारेलाई गाली गरी हिँड्छु, दलित मात्रको कुरो गर्छु। निर्वाचन आयोगले मलाई के भन्छ भने त एकजना बाहुनलाई मान्य बनाएर ल्या। यो कस्तो कानुन बनाएको रहेछ भनेपछि इतिहास लेख्ने पनि त्यही समुदायका परे, कानुन लेख्ने पनि ती समुदायका परे, र त्यो समुदायले मधेस साथ विभेद गरेको छ भन्ने कुरो त सबैले स्वीकार्नुहुन्छ। अमरेशजी स्वतन्त्रबाट जित्नुभएको छ, तर नेपाली कङ्ग्रेसकै झझल्को अझै पनि उहाँमा छँदैछ। तर म दाबी साथ भन्न सक्छु भविष्यको मधेसले अमरेश पाउँछ।
उनले त्यो पीडा बिस्तारै ट्रान्सफर हुनुहुन्छ। अहिले कङ्ग्रेसबाट स्वतन्त्र हुनुभएको छ, भोलि मधेसवादी नै हुनुहुन्छ होला, बिस्तारै ट्रान्सफर हुनुहुन्छ। भोलिको मधेसले अमरेस पाउँछ, यति त ठोकुवा भइहाल्यो। डाटा कति राम्रो प्रस्तुत गर्नुहुन्छ। हामी एकजना अलिअलि भावना मिसाएर भए पनि भावना त डाटा मिसाएर डाटै हो। आम मधेसी समुदायले हामी यही देशमा बस्न खोजेका हौँ। अनन्याश्रित सम्बन्ध हाम्रो भारतसँग छ। अनअफिसियल डाटा चाहिँ एउटा 22 लाख चेली, नेपालकी 22 लाख चेली भारतमा बिहा गरेर गएकी छिन्। भारतमा पनि मात्र उत्तर प्रदेश र बिहारमा बिहा गरेर गएकी छिन्। भारतको 26 लाख चेली, त्यो पनि उत्तर प्रदेश र बिहार मात्रको 26 लाख चेली नेपालमा बिहा गरेर आएकी छिन्। यहाँ उपस्थित जनकपुरको सायदै कुनै परिवार होला जसको आमा, श्रीमती वा छोरी, यो 3 जना मध्ये एउटा सम्बन्ध भारतमा छैन होला। पक्का छ, पक्का। ल कोही उभिएर भन्नुहोस् मेरो एउटा सम्बन्ध भारतमा छैन। त्यो अनन्याश्रित सम्बन्ध हुँदैमा के हामी भारतीय भयौँ? राजा जनक भारतीय थिए, राजा विराट भारतीय थिए, राजा शुद्धोधन भारतीय थिए। हजारौं लाखौं वर्षको इतिहास हाम्रो यही माटोसँग छ। तर हामीलाई ती साम्प्रदायिक प्रवृत्तिका काठमाडौँवासीले हामीलाई भारतीय इन्डियन धोती भन्छन्, त्यति त सुन्दा सुन्दा पाच्य भयो। तर राज्यले पनि जब त्यसरी व्यवहार गर्छ नि, अनि भित्रैबाट आक्रोश भएर आउँछ, जयकृष्ण कोइथहरू उब्जिन्छन् कि। र राज्यले पनि के सिकायो भनेपछि नि संविधान सभा गजेन्द्र बाबुले जति भन्दा पनि राज्यले सुनेन। तर प्रचण्डजीले कन्सर्टको छेउबाट बन्दुक फर्काएर सुनाउनु भयो, तुरुन्त सुन्यो संविधान सभा, संहिता तुरुन्त सुन्यो। भनेपछि राज्यले सुन्ने भाषै अर्कै रहेछ कि भनेर मधेसका युवाहरूमा पलाएको त्यो विध्वंसात्मक प्रवृत्तिलाई पनि रोक्ने जिम्मेवारी त आखिर हामी तपाईँकै हो नि। त्यही भएर समय छ, टेक्नोलोजीको ग्रुप छ। भारतको एकजना सञ्चार मन्त्री थिए रामविलास पासवान। त्यतिखेर सञ्चारले ठुलै फर्को मारेको रहेछ। मोबाइल नहुँदा मोबाइल आइदियो, टिभी नहुँदा टिभी आइदियो। अनि उनी एक दिन संसदमा गएर भाषण गरे, मैं संचार मन्त्री हूँ इसलिए संचार में इतना विकास हुआ। त्यस्तै अहिले नेकपा एमाले यहाँ ढिपी खस्दैछ, मैं प्रधानमन्त्री हूँ इसलिए रोड बना। यो समय क्रमले बनेका चिजहरू हुन्। छोडिदिनुहोस् तपाईँहरू सत्ता। आफै पनि भन्छ कि खिलराज रेग्मीजीको सरकारले पनि त चुनाव गराएर देखाएकै हो नि। खोइ त कुन सरकार थियो त्यतिखेर? वर्षौंसम्म हामी गाविस अध्यक्षविहीन रह्यौँ। गाविस सचिवहरूले पनि त आखिर सडक बनाएकै थिए नि, के गर्यौँ हामीले? म टिकाराम यात्रीजीको त्यो कुरोबाट के सहमत छु भने नि, हामीले मधेसको अभिमत खोजेका हौँ। जनमत निर्वाचन आयोगको वेबसाइटमा देखिहाल्छ। अभिमत यही हो, हामी यही देशमा मिसेर बस्न खोज्छौँ, यहीँका नागरिक हौँ, यहीँका पुर्ख्यौली हौँ, यही कर तिर्छौँ। तर 1 करोडमा 1 किलोमिटर सडक बन्न धौधौ त्यो कर्णाली प्रदेशमा बजेटको बजेट, त्यही 1 करोडमा 10 किलोमिटर सडक बन्न सक्ने मधेसमा बजेटको कन्जुसियाई। यही विभेदका विरुद्ध हामी लड्छौँ। तपाईँले वर्तमान र भविष्यको कुरा गर्नु, इतिहासमा त झन् यसैले काठमाडौँमा पनि शासक गरेका थियो, त्यो बिर्सिनु हुँदैन। लिच्छवी कालको शासन होस् कि त्योभन्दा अगाडि महिषपाल र गोपाल वंशमा। त्यसरी इतिहास लेखिदिनु भएकोमा ती पर्वते साथीहरूलाई धन्यवाद छ, त्यति मात्र भन्छौँ। धन्यवाद। हाम्रो सबभन्दा ठुलो सौन्दर्य चाहिँ के हो भने, यति निषेधात्मक र यति विपरीत ध्रुवका पात्र र मत बोक्ने मान्छेहरू, अभिमत भएका पात्रहरू पनि एउटै डबलीमा हाँसमुख सहित आलोचनालाई सुन्न अनि सहन पनि सक्छौँ। त्यो त सुरुवात भएको छ कम्तीमा। डाक्टर सिंह, तपाईँलाई अब त्यो मूलधारका काठमाडौँका पार्टीसँग त तपाईँको अभिमत छँदैछ, सँगसँगै मधेसका नाममा मधेसलाई भजाएर मधेसकै दुर्गति निम्ताउने मधेस केन्द्रित दललाई चाहिँ प्रश्न छैन? होइन, एउटा कुरा तपाईँलाई बताउँछु। पहिला त तपाईँ होइन, सहजकर्ता टिकाराम यात्री मित्रजीलाई र माननीय योगेश भट्टराईजीलाई म के आग्रह गर्न चाहन्छु कि तपाईँले तथ्यलाई इमोसन भनिदिन मिल्दैन। मैले के तथ्य गलत बोलेँ तपाईँले यदि भन्नुहुन्छ भने, हृदय त्रिपाठीको पालामा सबभन्दा पहिला हुलाकी लिएर ऊ आफ्नो क्षेत्रको नवलपरासीको बनाए, जो कसको पालामा थियो? बाबुरामजी भट्टराईको, उहाँ भत्ते योजना मन्त्री थियो। त्यसपछि विमले निधि सुशील कोइरालाको भत्ते योजना मन्त्री, त्यो बेलादेखि हामी आफ्नो पनि क्षेत्रको लिएर आफै नेपाल सरकारको बजेटबाट बनाए। यहाँ के हुन्छ, मधेसको विकास भारतको जिम्मा छ र नेपालको जम्मै कर हाम्रो जिम्मा पहाडको विकासको लागि छ, काठमाडौँको विकासको लागि छ। उहाँहरूको एउटा कुरा तपाईँलाई बताउँछु, मैले अब सिधा प्रश्न गर्नुपर्छ, किनकि जनता बुझ्ने गरी। किनकि हिटलर पनि इलेक्टेड प्रतिनिधि, जस्तै अहिले उहाँ आफ्नो लेजिटिमेसीको कुरा गर्नुहुन्छ कि मधेसले मलाई अभिमत दियो, भोट दियो। मैले त पहिले भने कि रायचन्द गुलामचन्द त जो रहन्छ कमजोर समुदायमा, जसरी ब्रिटिस इन्डियाबाट इस्ट इन्डिया कम्पनी कुनै 2 करोड 4 करोड मान्छे आएको थिएन,
मुठीभर मान आएर त्यो बेलाको 30 करोड जनसङ्ख्या माथि शासन गर्थ्यो। अहिले 130 करोड। हिटलर पनि निर्वाचित थियो तर वर्ल्डको सबभन्दा ठुलो तानाशाह थियो। जुन अहिले अहिले उहाँलाई म भन्छु आजको दिनमा एमालेको व्याख्या गर्नु चाहिँ एमालेको धेरै कार्यकर्ता थप्पी बजाएर छौँ। एमालेलाई म अलिकति ज्ञान गुण दिनै चाहेको। एमाले कम्प्लिट ब्राह्मणिकल पार्टी छ। पारी बाहुन मधेसको ब्राह्मण खुसी हुनु पर्दैन र काङ्ग्रेस कम्प्लिट क्षेत्रीय पार्टी छ। किनकि म नाउँ गनाउँछु, म चिन्छु। कोटाबाट कुनै रिजर्भ कोटाबाट सहमन्त्री बनाएको छ त्यसको नाम महेन्द्र यादव जति यहाँ सहमन्त्री मधेस कोटाबाट बन्नुभएको छ त्यो कोटा हो, आरक्षण हो। त्यसमा पारीले नोमिनेसनै हाल्न पाउँदैन। तर सभापति को छ केपी ओली, खस आर्य बाहुन हो। उपाध्यक्ष को छ विष्णु पौडेल, सुरेन्द्र पाण्डे। एउटा पनि बाहुन बाहेक कुनै थर क्षेत्री पनि त्यहाँ छिर्न पाउँदैन। एमालेमा आजको दिनमा ब्राह्मणिकल अर्डरमा चलिरहेछ। क्षेत्री पूर्ण पाउँदैन, मधेसीको के हाल हुन्छ? उहाँ त के हुन्छ भने मधेसको इन्चार्ज भएर आयो, मधेसको मालिक बनेर उहाँलाई सबै ठाउँ भन्यो हेर्नुहोस् हाम्रो मधेसको एमालेबाट खटिएको मालिक आउनुभएको छ। मालिकको जसरी गभर्नर जनरल आउँदाखेरि इन्डियाको मान्छे, म इन्डियाको इतिहास पढेको छु, यहाँ पढेको छु, जसरी गभर्नर जनरलको फर्स्ट क्लास बोगी हुन्थ्यो त्यसमा लेख्या हुन्थ्यो इन्डियन्स एन्ड डग्स आर नट एलाउड इन फर्स्ट क्लास कम्पार्टमेन्ट, रेलवेको कम्पार्टमेन्ट लेख्या हुन्थ्यो। त्यस्तै मधेसमा जुन पहाडका जो बासरायहरू हुन्छ उहाँ त मधेस त हुनु थिएन। म 54 वर्ष भएको मधेस बुझेन। रघुवी उहाँलाई त यस्तो दिव्य ज्ञान भयो पृथ्वीनारायणको के दिव्य उपदेश दिए जस्तै कि 1.5 वर्षमा पुरा मधेस बुझ्नुभयो। यहाँ समस्या त्यहाँ छ। होइन तपाईँलाई नै समर्थन। योगेश भट्टराईजीहरूले चाहिँ मधेसलाई बुझ्नु भएन भनिरहँदा उहाँलाई बुझ्नकै लागि त्यहाँको इन्चार्ज भएर 1.5 वर्षसम्म म तपाईँलाई बताउँछु। अस्ति पनि म राज्य व्यवस्था समितिमा भने मधेसको दलितको कोटा छ। मधेसको दलित पाउँछ? पाउँदैन। पहाडको दलित पाउँछ, विश्वकर्मा पाउँछ, परियार पाउँछ। मधेसको चमार, दुसाद, हलखोर यिनीहरूमा डोम यिनीहरू पाउँदैन। त्यहाँ एउटा कुरा के हुन्छ नि एउटै डालमा जस्तै महिलाको आरक्षण छ, मधेसको महिला पाउँछ, खस आएको महिला पाउँछ। तपाईँले यस्तो के हुन्छ भने शासन के हुन्छ भने म त्यही शासनवाला विषय नै पढेर आएको हो। शासन के हुन्छ कमजोर वर्ग आफैमा डिभाइडेड हुन्छ। उसले सानो पद सबभन्दा ठुलो लाग्छ। एउटा मन्त्रीको लागि मधेसको तमाम पार्टी फुट्छ। मैले मधेस पार्टीको पनि आउँदैछु। मधेस पार्टीको एजेन्डा मधेसको कल्याण हो तर एजेन्डा कहाँ हो? पद हो, पद र पैसा। मधेसकै सरकारमा सबभन्दा बढी भ्रष्टाचार मधेस प्रदेशमा भयो। गाउँ गाउँमा भ्रष्टाचार पुग्यो। जति केन्द्रमा भ्रष्टाचार छ त्योभन्दा बढी प्रदेशमा भ्रष्टाचार छ। प्रदेशमा जति छ त्योभन्दा बढी नगरपालिका गाउँपालिकामा छ, त्योभन्दा वडामा भ्रष्टाचार छ। किन कि जो भुखा हुन्छ त्यसले चाहन्छ जति लुटेर खाइहाल्यो। जसरी प्यासा छ भने म तुरन्तै बोतलहरूको पानी खाइहाल्छु, अरूलाई केही दिँदिनँ। त्यस कारणले मधेसलाई डिभाइड गरेर उहाँले के गर्नुहुन्छ? एमालेको पोलिसी बताइदिन्छु। मधेसीहरू मधेसमा डिस्कसै भयो भने संक्षेपमा भन्नु। संक्षेपमा भन्दैछु। मुसलमानलाई बोलाएर रातमा कान फुक्नुहुन्छ कि तिमी मधेसी होइन तिमी मुसलमान हो। आइडेन्टिटीको एउटा पल्ट हुन्छ, परिभाषा हुन्छ, कल्चरल आइडेन्टिटी हो। मुसलमान पनि धोती लगाउँछ मधेसको त, बाहुन पनि धोती नै लगाउँछ। ऊ भात दाल तरकारी खान्छ, तँ पनि भातै दाल तरकारी खान्छ। के हुन्छ भने मधेसी र पहाडी कल्चरल कन्स्ट्रक्ट हो, यसलाई कल्चरली हेर्नुपर्छ। जस्तै मधेसमा बिहे दिनमा गऱ्यो भने दिन लाग्यो भन्छ, रातिमा बिहे हुन्छ। पहाडमा रातमा बिहे हुँदैन, दिनमै बिहे हुन्छ। मधेसको मान्छे बिहान उठ्ने बित्तिकै चुरा दही खान खोज्छ, पुरी जलेबी खान खोज्छ। पहाडको मान्छे मोमो खान। सुन्नुहोस्, पहाडमा पनि पहिले राति नै बिहे होइन। तर जेनरली तपाईँलाई बताउँछु, जस्तै हामी आफ्नो आमालाई नानी भन्छु, तपाईँ आफ्नो छोरीलाई नानी भन्नुहुन्छ। हामी बाबा आफ्नो ग्रान्डफादरलाई भन्छु, तपाईँ बाबा आफ्नो बाबुलाई भन्नुहुन्छ। त्यस कारणले बाबु हामी आफ्नो फादरलाई भन्छु, तपाईँ बाबु आफ्नो छोरालाई भन्नुहुन्छ। यो जुन भाषाई कल्चरल कन्स्ट्रक्ट छ। अब उहाँ के भन्नुहुन्छ? सबभन्दा ठुलो मधेसी को? माधव नेपाल। सबभन्दा ठुलो मधेसी के? आनन्द ढुङ्गाना। तपाईँलाई बताउँछु, मधेसको नाउँमा 2 जना केन्द्रीय सदस्य बनेको छ। मधेस कोटाबाट, मधेसी कोटाबाट को बनेको छ? आनन्द ढुङ्गाना र रमेश रिजाल। त्योभन्दा मध्य प्रदेशको कोटाबाट राष्ट्रिय सभा को गए? आनन्द ढुङ्गाना। त्यसमा त मधेसी पर्दैन। आनन्द ढुङ्गानासँग ठुलो मधेसी अमरेशजी हुन सक्छ, कुनै पासवान हुन सक्छ, कुनै झा हुन सक्छ, कुनै शाह हुन सक्छ, कुनै महाशेठ महतो हुन सक्दैन। किन कि बासरायको माथि त राजा कहाँ बसेको छ? बालुवाटारमा बसेको छ। मलाई समयको सूचक पनि आइसकेको छ, त्यसैले म अब दर्शक तपाईबाट सुन्न अलिकति के हुन्छ, मधेसको दक्षिणमा मधेसको आवाज सुन्नुपर्छ। म उहाँहरूको आवाज बोल्दैछु। एउटा कुरा के भने आजको दिनमा मधेसको मुद्दामा नागरिकता होस्,
चाहे न्यायको मुद्दा होस्, म उहाँलाई प्रधान न्यायाधीश पूर्व प्रधान न्यायाधीश साक्षी राखेर भन्छु, अदालत मधेसको विरोधमा जसले पनि फैसला दिएछ र जबसम्म यही अदालतको स्ट्रक्चर हुन्छ मधेसको विरोधमा फैसला दिन्छ। कहिले पनि नागरिकताको इस्युमा अनि इभन कुनै विकासको इस्युमा मधेसको इस्युमा पनि अदालत कन्जर्भेटिभ छ। नेपाल आर्मी कन्जर्भेटिभ छ मधेसको इस्युमा। त्यहाँ कुनै पनि मेजर जनरल पनि पुग्न सक्दैन, लेफ्टिनेन्ट जनरल र आर्मी चिफको कुरा छोड्नुहोस्। त्यस कारणले ढुक्टी तपाईँ राख्ने, सिडिओ तपाईँ बनाउने, सिडिओ यहाँ आउँछ शासन गर्नलाई र जुन हाइवेबाट बाहिरबाट पारबाट माइग्रेट गर्छ त्यसको संरक्षण र सम्वर्धनको लागि मेरो भाषा याद गर्नुहोस्। सिडिओ साहब एसपी साहबको संरक्षण सम्वर्धनको कारणले नै आज बर्दिवास फलहाल खुशहाल भएछ। मैले योगेशजीलाई बढी सुनाउनु पर्छ होइन, त्यही त तपाईँ पनि सुन्यो त काठमाडौँमा मिडियामा भन्नुहुन्छ नि। त्यस कारणले तपाईँलाई बताउँछु, यहाँ के हुन्छ भने मिडियाको सबै एडिटर के हो, एउटै खसारे समुदायको। तपाईँलाई बताउँछु नि, माफ गर्नु होला, यहाँ घनश्याम खड्का फेरि हाँस्नु होला। अनि त्यो चाहिँ प्रकाशकलाई सोध्नुपर्छ हजुर। त्यही त तपाईँलाई बताउँछु के हुन्छ भने एउटा ब्रिटिस प्रभाव छ, बियर रोज वेस्ट पिन्चेज, यही मान्य सन्तोष परियार छ। दलितमा जन्म भएर उसँग कति उसको अफेलना भएछ, कति उसको मान सम्मान तिरस्कार सहनु भएछ, उहाँसँग सोध्नु। मधेसी भएर हामी जति एउटा स्कलर त्यो कति मान अपमान भएछ, अपमानको घुट पिएर पनि हामी राजनीतिमा जनतामा चेहरा हाँसेर घुमिराखेका हौँ। सञ्चारको कुरा गरिहाल्नुभयो कि नेपालको सबभन्दा ठुलो सञ्चार प्रतिष्ठान मधेसकै मान्छेको कैलाश सिरोयाको होइन, सम्पादक त्यो त भन्नुहुन्छ उहाँको श्रीमती स्वार हो। तपाईँलाई बताउँछु मधेसी बोल्न पनि आउँदैन। सुन्नुहोस्, कैलाश मेरो पनि मित्र हो, तपाईँभन्दा पुरानो होला, कम्ती मेरो 30 वर्षदेखि पुरानो फर्निचर पसल थियो बाग बजारमा। त्यो बेलादेखि जुन बेला के भन्छ पदकन्याको केटीमा थिए कागजको हवाई जहाज बनाएर फाल्थ्यो, त्यो बेलादेखि चिनेको। र उसको शक्ति उसको श्रीमती स्वार भएर हो। उसको छोरा बाहुन विरोध खतिबाराको छोरी बिहे गरेछ, श्रृङ्खला खितबारा। त्यसलाई मधेसीसँग जोड्नुहुन्छ। अब म दर्शक अमरेश मान्यजीको श्रीमती पनि पहाडिया हो। त्यही भन्दैछु नि, त्यसै कारण म बोल्न पाएको छु नि। यति बोलेको भए त मलाई त जेल हालिसक्नु भन्थ्यो नि। एउटा कुरा तपाईँले म भन्छु नि, त्यो मनिषजीको श्रीमती पनि पहाडिया नै हो। म एकदम विशुद्ध स्वजाति विवाह गरेको, झापाली चाहिँ हो, पहाडी होइन, कायस्थ हो, मेरै जातको होइन। म त भन्छु नि, शासक वर्गकै चेली बिहे गरेको छु, बाहुन नै बिहे गरेको छु। फेरि जनजाति क्षेत्री बिहे गरेर काम चल्थेन अहिलेको सत्तामा, किनकि अहिले ब्राह्मिक लोकतन्त्रमा ब्राह्मणिकल अर्डरमा देश चलिरहेछ। किनभने कम्तीमा बाहुनको ज्वाइँ भनेर पनि कम्तीमा जस्तै मैले आज भने नि, कृष्णहारी पुष्कर सचिव मन्त्रालय त्यस कारणले पायो, संरक्षणको मन्त्रालय कुनै मोहन ठाकुरको सिफारिस होइन, शेरबहादुरको सिफारिसले। किनकि पार्टी संरक्षणको मोहन ठाकुरको हो, तर मन्त्री सिफारिस शेरबहादुरको कोटाबाट बनेको श्रम मन्त्री। यो जति पनि मधेसकै मतै धन्साको मान्छेको भ्रम छ भने त्यो भ्रम चिरे हुन्छ। अहिले उहाँ त्यस कारणले तपाईँलाई बताउँछु, मधेसको जो मान्छे पद पनि पाएछ उसको श्रीमती कहीँ न कहीँ पहाडी छ। यो कुरा म एक्सेप्ट गर्छु। चाहे जयप्रकाश गुप्ता हो, चाहे हृदय त्रिपाठी होस्, चाहे बंशीधर मिश्र नाउ एक नानी उहाँ नाउमा खोल्नुभयो। किनभने सर्भाइभलको लागि यदि तपाईँले टाढो पढ, तर म त पहाडी होइन नि। एउटा कुरा सुन्नुहोस्, म त यही मधेसी कुलमा जन्मेको, मेरो अपमानको पेर त मलाई थाहा छ नि। एउटा कुरा, 10 क्लास पास नभएको सुशील कोइरालाको अपमान सहनु पर्यो। सिधा कुरा बताउँछु नि, अहिले पनि उनीहरूभन्दा त कम्पिटेन्ट शेरबहादुरको जसको बोली पनि बुझ्दैन, काम पनि बुझ्दैन, त्यसको पनि अपमान सहनु पर्यो। एउटा बताउनु पर्छ। मधेस राजनीति सुरु गर्नुहोस्, सम्मानै सम्मान पाउनु। त्यसै कारण म बताउँछु, गलत बाटो रोज्नु भएको थियो डाक्टर साहब। त्यस कारणले मैले के भन्न खोजेको भने हामी आफ्नो पहिचान खोज्छौँ, हामी आफ्नो विकास खोज्दैछौँ। मधेसमा बजेट आउँछ, बजेटको इम्प्लिमेन्टेसन के हुन्छ? मध्य प्रदेश तपाईँ भन्नुहुन्छ यसलाई त के हुन्छ, कंगारू स्टेट बनाएको छ। कंगारू स्टेट किन बनाएको छ? मुख्य सचिव काठमाडौँबाट आउँछ, उसले मधेसको मन्त्री मुख्यमन्त्रीसँग छुट्टी पनि माग्नु पर्दैन, उसको छुट्टी काठमाडौँबाट स्वीकृत हुन्छ। अब 3टा प्रश्न लिउँ, कृपया हात उठाउनु होला। त्योभन्दा बढी लिने सायद हामीलाई समयले पनि दिँदैन होला। स्वयंसेवकले माग उपलब्ध गर्दैन होला। आफ्नो परिचय र बढीमा 1 मिनेटमा को प्रति लक्षित छ सिधा प्रश्न राख्नु होला। आफ्नो परिचय र प्रश्न। नमस्ते, मेरो नाम नयिम राई हो। म शिक्षाप्रति क्वेसन गर्न चाहन्छु माननीय योगेश भट्टराईलाई। एकदम राम्रो सेसन छ। मधेसको मत त्यहीमा म क्वेसन गर्न चाहन्छु। बागमती प्रदेशमा 18वटा विद्यार्थीमा एउटा शिक्षक, मनाङ जिल्लामा 4वटा विद्यार्थीमा एउटा शिक्षक, काठमाडौँ जिल्लामा 13वटा विद्यार्थीमा एउटा शिक्षक। तर मधेस प्रदेशमा
71वटा विद्यार्थीमा एउटा शिक्षक, यस्तो विभेद हामी कहिलेसम्म मधेसी विद्यार्थीहरूले भोग्ने त्यो बताइदिनु होला। अर्को कुरा, नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्टको सिद्धान्त हुन्छ कि कुनै पनि धर्म जातिलाई बढावा नदिने, तर तपाईँकै पार्टीका अध्यक्षज्यूले तपाईँको जलहरी पशुपतिनाथमा चाहिँ यही हो कम्युनिस्टको सिद्धान्त। हस्, धन्यवाद। हस्, त्यस्तै यता बिचमा कृपया उठिदिनु होला। महिला सहभागी पनि एकजना भयो भने अझ सर्वोत्तम हुनेछ। धन्यवाद। मेरो प्रश्न छ शिक्षाबाट, के भन्छ स्वास्थ्य क्षेत्रबाट। उहाँले भन्नुभयो शिक्षा क्षेत्रबाट, म स्वास्थ्य क्षेत्रबाट। हात उठाउनेले अगाडि आइदिनु होला। मेरो प्रश्न के छ भने मधेसको जनसङ्ख्याले जन्म दिएर उहाँले पठाएको छ, तर मध्य प्रदेशमा सङ्घीय सरकारको अस्पताल खोइ 7वटा प्रदेश छ, 7वटा मध्य प्रदेशमा 7वटा जिल्ला छ, तर सङ्घीय अस्पताल छैन। हामीहरूलाई सिरा सप्तरी धनुषाको मान्छे एक्सिडेन्ट भएपछि के हुन्छ कोशी प्रदेशको विराटनगर धारा जानुपर्छ, काठमाडौँ जानुपर्छ, 3 घन्टा रुट जानुपर्छ, 3 घन्टामा मान्छेको बेहोस मृत्युसम्म पुग्न सक्छ, तर सङ्घीय सरकार आजसम्म के भन्छ एउटा पनि सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सकेको छैन। यो विषय तपाईँहरू कतिका गम्भीरता हुनुहुन्छ भने यो प्रश्न गर्न चाहेको। हामी यता हात उठाइरहनु भएको छ। यस, एकजना कोही महिला सहभागी पनि सोध्नुहुन्छ भने गजब हुन्थ्यो। महिला सहभागीलाई पनि प्रश्न गर्न म प्रोत्साहित गर्छु। मेरो प्रश्न योगेश भट्टराई सरलाई। उहाँले भन्नुभयो अब मधेसको र जिम्मा एमालेमाथि छ भनेर, तर एनपिएल हुँदै गर्दा एनपिएलको सेमिफाइनलमा जनकपुर जुन मधेसलाई प्रतिनिधित्व गर्दै जितेको सेमिफाइनलमा हारेको बेला सुदूरपश्चिमका केही र उताका केही फ्यानहरूले सुदूरपश्चिम हजुर होइन सेमिफाइनलमै सुदूरपश्चिमलाई ढोक्दे जनकपुरलाई ठोक्दे जस्ता कुरा गर्दा जनकपुरका फ्यानहरूलाई हातपात गर्दा पिट्दा सामाजिक सञ्जालमा त्यतिको भाइरल हुँदा पनि त्यो मुद्दामा अहिलेसम्म एउटा पनि जुन अहिले पोस्टमा हुनुभएका नेताहरूको एउटा पनि प्रतिक्रिया र एउटा पनि तपाईँकै पार्टीका या पोस्टमा भएका या नभएका कसैको पनि कुनै पनि प्रतिक्रिया देखिएन। त्यसलाई नै हामी मधेसीले के बुझ्ने भनेर म प्रश्न गर्न चाहेँ। हस्, अब अन्तिम प्रश्न यहाँबाट लिउँ होला। हस्, स्योर। एकछिन, सिनियर भएको कारणले गर्दा म यता आएँ। उहाँले कोही महिला हुनुहुन्छ भने एकजना हामी थप प्रश्न लिन्छौँ, नत्र भने अब प्रश्नबाट बिट मार्छौँ। नमस्कार, म सुधीर केसी इटरीबाट। यो सेसन धेरै महत्त्वपूर्ण छ, विशेष गरी यो प्रश्न माननीय अथवा नेता योगेश भट्टराईजीलाई र थप यो बारे उहाँहरू अरू दुईजनाले पनि बोल्नुहुनेछ। मधेसलाई हेर्ने सवालमा यहाँ धेरै आफ्नो पार्टीको धारणाको बारेमा व्याख्या गर्नुभयो। त्यति हुँदाहुँदै पनि नागरिकता र पहिचानको सन्दर्भमा यहाँहरू किन अझै खुलेर आउन सकिरहनु भएको छैन? यो विषय पटक पटक आइरहेको छ। मधेस मात्रै नभएर पहिचानको सवालमा अहिले माथि पाथिभरामा पनि त्यत्तिकै विवाद आएको छ, त्यो राम्रो सेलाउन पाइरहेको छैन। यो विवादमा एमाले किन बारम्बार मुसिरहन्छ र चुरेको सन्दर्भमा पनि यहाँहरू किन सङ्कीर्ण हो कि अथवा स्पष्ट नीतिको अभाव हो, त्यो बारेमा यहाँलाई प्रश्न छ। र अध्यादेश अहिले आएको छ, त्यो अध्यादेश यो बेलामा किन ल्याउनु भयो र अध्यादेशमा मधेसलाई बढी यहाँले समेट्ने कुराहरू ल्याउनु भएको छ कि छैन, यसबारेमा पनि ठोस कुराहरू आवश्यक। हस्, महिला सहभागीको हात नउठेका कारणले अब हामी समयको पाबन्दीलाई ख्याल गर्दै हामी अनौपचारिक रूपमा अरू कुराकानी गरौँ। अब योगेशजीलाई नै बढी प्रश्न आएको छ, त्यस पछाडि अब तपाईँलाई त अन्तिममै आउनुपर्छ। धन्यवाद सम्पूर्ण प्रश्नकर्ता साथीहरू, मित्रहरू। बिचमा बसेको प्रधानमन्त्रीको पनि पार्टी भएको, अनि यति हुँदा पनि कुटाइ खाएन भने त कहाँ कुटाइ खान्छ होइन? त्यस कारणले तपाईँहरूले मजाले यहाँ मनिषजीले अलिअलि माया गर्नुभयो, अमरेशजीले अलिक ज्यादा कुट्नु भएको छ। काठमाडौँमा हिसाब किताब गर्नुपर्ने हुन्छ है। ठट्टा गरेको। केही प्रश्नहरू उठाउनु भएको छ। एउटा प्रश्न अन्तिम राख्न खोज्नु भएको छ, ल राख्नुहोस्। म यहाँ युवाको कुरा हुँदैछ। हाम्रो युवा, मधेसको युवा अहिले मधेस प्रहरी गठन भएको छैन। केन्द्रदेखि नै भेदभाव भइरहेको छ। जबकि मधेसी युवाहरू पहाड चढ्न सक्छ, विदेश जान सक्छ,
तर मधेसमा किन युवाको रोजगारीको कुरा उठ्दैन? चाहे नेपाली काङ्ग्रेसको सरकार होस्, चाहे माओवादीको सरकार होस्, चाहे एमालेको सरकार होस्, अहिलेसम्म मधेसी युवालाई युज गरेको छ पिए पेकोको गिलास जस्तो आन्दोलनमा मात्र युज गर्ने र जागिर नदिने जनसङ्ख्याको आधारमा मधेस प्रहरी हुनु पर्यो। मेरो यही कुरा हो। हस्, धन्यवाद। आजको छलफलबाट मलाई खुसी के लाग्यो भने अझै पनि मधेसको विषयवस्तुहरूलाई कसरी अझै ज्यादा सम्बोधन गर्नुपर्ने रहेछ भन्ने कुराको रिफ्लेक्सन पनि भएको छ। त्यसमा म खुसी व्यक्त गर्न चाहन्छु, किनभने मनिषजी प्रदेश सभाको मान्यजी हुनुहुन्छ, अमरेशजी र म प्रतिनिधि सभाको सदस्य छौँ। किनभने नीति बनाउने ठाउँमै भएको हुनाले यहाँहरूले उठाएका कतिपय विषयहरू भोलि ऐन कानुन बनाउँदा पनि सम्बोधन गर्नुपर्ने विषयवस्तु छन्। विशेष गरी अहिले पछिल्लो प्रश्न गर्ने साथीले जो प्रहरीको कुरा उठाउनु भएको छ, भर्खरै संसदमा सशस्त्र प्रहरी तर नेपाल प्रहरी सम्बन्धी ऐन विधेयक दर्ता भएको छ। अब यो विधेयक संसदबाट पास भइसकेपछि प्रदेश प्रहरी गठनको ढोका खुल्छ। त्यसपछि प्रदेशहरूले पनि आफ्नो प्रहरी बनाउन पाउँछन्। हाम्रो सङ्घीयताको कार्यान्वयन, संविधानको कार्यान्वयन त्यसरी हुन्छ। मधेस सरकारले आफ्नो प्रहरी सङ्गठन बनाउन पाउँछ, हरेक प्रदेशले पनि आफ्नो प्रहरी सङ्गठन बनाउन पाउँछ। त्यो कुरा यो विधेयक पास भएपछि खुल्नेछ। म तपाईँलाई त्यो भन्न चाहन्छु। शिक्षाको सवालमा पक्कै पनि हो, पहाडमा विद्यार्थी कम, शिक्षक बढी हुँदै गएका छन्। यो यथार्थ हो। पहाडमा आन्तरिक बसाइसराई तीव्र छ, जनसङ्ख्याको वृद्धि दर पनि पहाडमा न्यून छ। गएको सेन्ससले के देखाउँछ भने पहाडका 31वटा जिल्लाहरू जनसङ्ख्यामा ऋणात्मक छ, वृद्धि दरमा ऋणात्मक छन्। त्यसको एउटा जन्मदर घट्दै गयो, अर्को चाहिँ माइग्रेसन तीव्र गतिमा बढ्दै गयो। यो एउटा देशकै चिन्ता हो। यो हामी जस्तो पोलिसी बनाउने मान्छेले मधेसको पनि कुरा हेर्नुपर्छ, पहाडको पनि कुरा हेर्नुपर्छ, मेचीको पनि, महाकालीको पनि कुरा हेर्नुपर्छ। त्यसो हुँदा स्कुलहरू बढी भए, विद्यार्थी कम भए, शिक्षकहरू बढी भए। यसको ब्यालेन्स मिलाउनको निम्ति शिक्षा विधेयक, विद्यालय शिक्षा विधेयक आएको छ। अब यसले पक्कै पनि मधेसमा सुगमता, यातायातको सुगमताले गर्दा विद्यार्थीको सङ्ख्या जनसङ्ख्याको कारणले पनि बढी हुन्छ। नजिक पनि स्कुल हुन सक्छन्। त्यसमा विद्यार्थी शिक्षकको रेसियो मिलाउँदै जानुपर्छ। पहाडमा अब हामीले स्कुलहरू मर्ज गर्ने, खप्टिने त्यो नीति लिन्छौँ। पहाडमा स्कुलहरू खप्टिन्छन्, मधेसमा विद्यार्थी शिक्षकको अनुपात मिलाउँदै लानुपर्छ। यो मिलेको छैन। म यो पनि यहाँलाई निवेदन गर्न चाहन्छु। स्वास्थ्यको सन्दर्भमा मूलतः स्वास्थ्य चाहिँ प्रदेश सरकार, स्थानीय सरकारको जिम्मा छ। सङ्घीय अस्पतालहरू हुनुपर्छ। कोभिडले पनि हामीलाई त्यो पाठ सिकाएको छ। त्यसै गरिकन प्रादेशिक सन्तुलन मिलाएर यो चिकित्सा विश्वविद्यालयहरू, मेडिकल युनिभर्सिटीहरू बनाउनुपर्छ भन्ने पनि हामीले अवधारणा बनाएका छौँ। त्यसको एउटा स्पट चाहिँ मधेस पनि हो। प्राइभेट विश्वविद्यालय यहाँ पनि छ, प्राइभेट कलेज, तर चाहिँ सरकारी कलेज, मेडिकल कलेज मधेसमा पनि हुनुपर्छ भनेर त्यसको खास ठाउँमा त्यसको पूर्वाधारको काम पनि सुरु भइसकेको छ। म त्यो पनि यहाँलाई निवेदन गर्न चाहन्छु। त्यसै कारणले अब फेरि पनि मेरो निष्कर्षमा अलिकति यहाँ विचार व्यक्त गर्ने साथीहरू, तर मेरो चाहिँ यो समाजलाई बुझ्ने स्कुल चाहिँ केही भिन्न हो है, यो म निवेदन गर्न चाहन्छु। मैले यसलाई अलिकति सोसियो इकोनोमिक एस्पेक्टबाट बुझ्छु। कतिपय साथीहरूले एजेन्डा बेस बुझ्नुहुन्छ। मैले एजेन्डाहरूलाई सोसियो इकोनोमिक एस्पेक्ट भित्रबाट बुझ्छु। मधेसभित्रको विभेद कुनै पहाडे दमनको कुरा मात्रै होइन। मधेसभित्रको विभेद मधेसभित्रकै सामाजिक आर्थिक विभेद हो। महिलामाथिको मधेसको विभेद, अस्ति सर्लाहीमा अन्तर्जातीय विवाहको केस एउटा आइरहेको छ। तर फेरि त्यसको आरोपमा त त्यही पहाडे रमेश लेखक नि होइन, त्यो कति सत्य हो त्यो आफ्नो ठाउँमा छ। हजुर मतलब म बोलिनँ नि, होइन, चुप लाग्नुहोस्। त्यस कारणले त्यो इस्युमा मधेसलाई रिप्रेजेन्ट गर्ने कति मान्यहरू बोल्दैनन्। त्यसको मतलब मैले कुनै आरोप लगाउन खोजे होइन। यहाँ दलितको इस्युजहरू मधेसलाई रिप्रेजेन्ट गर्नेले उठाउनु हुन्न भन्ने टाइपको, महिलाहरूमाथि हुने घरेलु हिंसा संसदमा मधेसबाट रिप्रेजेन्ट गर्नेले कम उठाउनु पर्ने किन? दलितहरूलाई
माथि भएको विभेद कम उठाउनु पर्ने किन? म यो कोणबाट हेर्छु, यो कोणबाट हेर्दा पहाडले मधेसलाई गर्ने थिचोमिचो पनि हट्दै जान्छ, सम्भ्रान्त क्लासले कमजोर क्लासलाई हेर्ने विभेद पनि हट्दै जान्छ, अनि अमरेशजी र ममा मधेसी र पहाडेको विभेद पनि हट्दै जान्छ। उहाँ र ममा त के विभेद छ? म भन्दा पनि अझै माथिल्लो क्लासको मान्छे हो। अघि नै गुरु भनिसक्नु, माथिल्लो क्लासको मान्छे होइन, हरेक हिसाबले माथिल्लो क्लासको मान्छे हो। बरु उहाँको डोमिनेसन म माथि छ, मेरो डोमिनेसन उहाँलाई छैन होइन, व्यक्तिको हिसाबले छैन होइन। तर ट्रेन होला के, ट्रेन चाहिँ हुनसक्छ, ट्रेन चाहिँ त्यो हुनसक्छ। त्यस कारणले यसलाई अलिकति मधेसको यति बौद्धिक विमर्श हुँदाखेरि अलिक ज्यादा सेन्टिमेन्टल भएर भन्दा पनि यथार्थवादी भएर हाम्रो मधेसको एकताको, मलाई थाहा छ सिन्धुलीगढी भन्दा माथि ब्रिटिस सेनालाई जान नदिने भूमिका मधेसमा बस्नेहरूको छ, मकवानपुर गढी भन्दा माथि जान नदिने मधेसको भूमिका छ, इभन तिब्बतसँगको लडाइँमा पनि मधेसका मान्छेहरूको भूमिका छ भन्ने मैले बुझेको छु। पृथ्वीनारायण शाहको एकीकरणमा पनि मधेसका मान्छेको भूमिका छ भन्ने मैले बुझेको छु होइन। मधेसको र हाम्रो चाहिँ सिमाना पारीको भाषा मिल्ला, संस्कृति मिल्ला, मैले पनि हिन्दी बोलौँला, म पनि हिन्दू धर्म मानुला, तर हाम्रो चाहिँ जियोग्राफिकल टेरिटोरी चाहिँ अलग। हामी नेपाली हौँ, हामी मधेसी हौँ, नेपाली हौँ, हामी पहाडे हौँ, नेपाली हौँ, हामी बाहुन हौँ, नेपाली हौँ, हामी सिङ हौँ, नेपाली हौँ। धन्यवाद। दर्शक दीर्घाको प्रश्न मनिष सुमनजी र उहाँलाई चाहिँ परोक्ष मात्रै आएकाले एक मिनटमा यो मधेसको मतको सेसनको अन्तिम र निर्णायक सन्दर्भ उब्काइदिन आग्रह गर्छु। भारतमा ब्रिटिस साम्राज्यको अन्त्य भएपछि अन्तिम शासकले एउटा डायरी लेखेको किताब तपाईँहरूले धेरैले पढ्नुभयो होला। उहाँको भनाइ के थियो भने उहाँहरूले त्यतिखेर पनि यो मधेस, जुन मैले राजा शान्तनुदेखि जोड्दै आएको यो मधेसको कुरो गरेँ, यो मधेसलाई भारतमा मिसाउन खोज्नु भएको थियो। त्यतिखेर नवलपरासीका एकजना जमिनदारले घोडा हात्ती लिएर पुरै मधेसभरिका जमिनदारी नै प्रथाहरू थियो, त्यही मुखिया थिए, तिनीहरू बिचमा मत सङ्कलन गरेर होइन हामी नेपालमै बस्नुपर्दछ भनेर तपाईँहरूले निकर्योल गरेका थिए। अर्थात् अहिले पनि कहिलेकाहीँ जब यो काठमाडौँको विभेद हेर्छ नि, अनि हाम्रै समाजका बुवा काकाहरूले भन्नुहुन्छ भारतमै मिलेको भए हुन्थ्यो नि यार, त्यतिखेर के गल्ती गर्यो तिनीहरूले, सभ्यता संस्कृति सब मिल्छ। तर युवा पुस्ता होइन हामी नेपाली हौँ, हामी यही माटोका हौँ, हामीले ब्रिटिस त्यो प्रहरीलाई, ब्रिटिसहरूलाई सिन्धुलीगढीमा मात्र रोकेनौँ, हामीले यो सिङ्गो देशलाई सबभन्दा बढी कर तिर्ने प्रदेशमध्येका हौँ, सबभन्दा बढी जनता हौँ। म फेरि यो यत्रो महत्त्वपूर्ण सेसन मेरो लागि एउटा सौभाग्यकै कुरो, म फेरि निवेदन गर्न चाहन्छु काठमाडौँका ती सत्ताधारीहरूलाई, हाम्रो लाइभ हेरे पनि पछि हेरे पनि, मधेसिया यही मुलुकको माटोको बच्चा हो, हामी यहीँका धरती पुत्र हौँ, माता जानकी त झन् धरती फारेरै पैदा भएकी थिइन्, हामी यीका हौँ, हामीलाई यहीँ बसोबास गर्न देऊ, हामीलाई यही राज्य सत्तामा आफ्नो पनि मेरो पनि देश हो, यो राज्य मेरो हो भन्ने आभास त खोइ अहिलेसम्म भएको छैन। संविधान पढ्दा पनि यो यति सुन्दा पनि, तर देश मेरो हो जसरी राष्ट्रगानमा हामी उभिन्छौँ नि त्यसरी उभिन देऊ, यो देश मेरो हो भन्ने अनुभूति गर्न देऊ भनेर मैले काठमाडौँलाई यति मात्र निवेदन गरेँ। धन्यवाद। हस् डाक्टर सिंह, अब योलाई चाहिँ शून्य समय मानेर 1 मिनटभित्रमा टुङ्ग्याउनु पर्यो। उहाँले समयको पाबन्दी हुनु, काठमाडौँको सत्ता करिडोर, काठमाडौँ सत्ता काठमाडौँमा छ, यहाँ छैन, जनकपुरमा सत्ता छैन। यहाँ मधेस सरकार होला, सत्ता हुने सरकार सत्ता फरक हुन्छ, सत्ताको नियन्त्रणमा सबै चिज हुन्छ, सरकारको नियन्त्रणमा केही पनि हुँदैन। तपाईँलाई बताउँछु काठमाडौँमा मधेसीको 4वटा काम छ, फल बेच्ने, तरकारी बेच्ने, कबारीको काम गर्ने, कपाल काट्ने। र हामी 2-4 जना यस्तै मान्छे, बौला मान्छे राजनीतिको सत्ता करिडोर बुझ्छु, हामी 2-4 जना मान्छे मात्रै। तपाईँले कहिले सत्ताको बाँडफाँडमा कहिले सुन्नुभएको छ कि मधेसी कोही आउनुभएको छ? को बस्छ? शेरबहादुर देउवा, प्रचण्ड ओली, या त्यसमा साक्षी गवाही बन्छ माधव नेपाल पुग्छ, अरू कोही पुग्छ? मधेसी कोही अनुहार जानुहुन्छ? जसरी तपाईँलाई बताउनुहुन्छ पार्टी, मैले म भन्छु मधेसको सम्पूर्ण विभेदको जिम्मा म लिन्छु, तपाईँले एउटा मधेसको दलितलाई पार्टी अध्यक्ष बनाइदिनुहोस्, मधेसको एउटा महिलालाई पार्टी अध्यक्ष बनाइदिनुहोस्, काङ्ग्रेसको बनाइदिनुहोस्, र माओवादीको बनाइदिनुहोस्। यो के हुन्छ भने शासन गर्नेको जुन टुल हुन्छ त्यो टुल आम जनता बुझ्दैन कि मधेसमा शिक्षाको अभाव छ। तपाईँले
यो लोकतन्त्र मधेसले केही गुमाएछ भने त्यो लास्टमा भन्न खोज्दैछु, शिक्षा गुमायो। पञ्चायतमा कम्तीमा मधेसमा शिक्षा थियो, पहाडमा गएर पनि साइन्स म्याथ मधेसकै मान्छे पढाउँथ्यो। अहिले उसलाई बेचारा शिक्षाको जागिर पनि अब नदार छ, उसको जागिर कहाँ छ? मलेसिया, कतार सो यो धनुषा जहाँ माता जानकीको भूमिमा छु, सबभन्दा बढी विदेश जाने यही जिल्लाको रेकर्ड छ, धनुषाको रेकर्ड छ। कहाँ जान्छ? मलेसिया, सौदी, कतार अनि दुबई। यिनीहरू गएर जीवकोपार्जन गरिरहेको छ। यो देशमा उसको जीवकोपार्जनको पनि कुनै उपाय छैन। किन कि बजेटको जुन बाँडफाँड हुन्छ त्यो तपाईँहरूको बिचमा हुन्छ। जतै पूर्व प्रधानमन्त्रीको नाउँमा, पूर्व सभामुखको नाउँमा तपाईँले 50 लाखभन्दा राज्यको खर्च गर्नुहुन्छ, अगाडि पछाडि गाडी लिएर, सिक्युरिटी लिएर। इन्डियामा बिहारी रेजिमेन्ट छ, सिख रेजिमेन्ट छ, बङ्गाली रेजिमेन्ट छ, गोर्खा रेजिमेन्ट छ। नेपालमा मधेस रेजिमेन्ट किन हुँदैन? मधेस पुलिसको कुरा त तपाईँ दिन, मधेस रेजिमेन्ट आर्मीमा किन हुँदैन? किन? मधेसको माथि जहिले पनि राष्ट्रियतामाथि प्रश्न छ। हामीले गर्दन काटेर दिए पनि गणतन्त्रको पनि कुरा स्टार्ट गर्ने राम राजा प्रसाद सिंह मधेसकै थियो। इभन त्यो यहीँ खगेन्द्र दाई हुनुहुन्छ, खगेन्द्र सङ्ग्रौला, जो ६० का आन्दोलनको मेन अनुहारहरू उहाँ हुनुहुन्थ्यो। जनकपुरकै आमसभाबाट नै बिगुल बजेको हो। न त 4 वर्षदेखि काठमाडौँमा मुङफली आन्दोलन, त्यसलाई हामी भन्थे, हाम्रो आन्दोलन जारी छ। रतन पार्कमा 4 दल 5 दलको 50 जना आउँथ्यो। यही एमाले आधा प्रतिबन्ध सच्याएर शेरबहादुरको सरकारमा गएको थियो। त्यस कारणले मधेस अब खोकी पनि लाग्यो, टुङ्ग्यो होला होइन। मधेस लोकतन्त्रको रूपमा राजाको कर्कै नखा, किनभने 36 सालमा बहुदलको हुँदा पनि मधेसको तमाम जिल्लामा बहुदल जित भएको थियो। यहाँ लोकतन्त्रको हिमायती हो। हामी शासन सत्तामा भागीदारी चाहन्छौँ, तर तपाईँले के हुनुहुन्छ? हामीलाई चक्लेट देखाएर दिनमा बसेर बफे भोजन तपाईँहरू गर्नुहुन्छ। हामीलाई एउटा ललिपप बच्चा के हुन्छ भने एउटा टफी ललिपप भन्थ्यो, निमन चुसिराख, र हामी यहाँ देशको सबै खान्छौँ। आजको मधेसको मान्छेको पैसा स्विस ब्याङ्कमा छैन। मधेस कहिले पनि वाइट बडी घोटालामा छैन। मधेसको मान्छे कहिले पनि गिरिबन्धु टी एस्टेटमा छैन। मधेसको मान्छे कहिले पनि एनसेलको ट्याक्स चलीमा छैन। देश बर्बाद पार्ने जिम्मा यही खसारेले लिएछ। जसले देश भ्रष्टाचारमा चुल्झिएको छ उसको नाइके पनि खसारे हुन्छ। धन्यवाद। हस्, मधेसको आँगनीमा मधेसको मतमा अभिमत जनमतको त कुरा जहिले आवधिक रूपमा निर्वाचनमा आउँछ, तर यो अभिमत, यो डबलीमा, यो प्रेक्षालयमा यहाँहरूलाई साँची राखेर यो सन्ध्यामा जनकनगरी, जानकी सीताको नगरीमा हामी आएर पाइला स्पर्श मात्रै गरेका छैनौँ, धेरै कुरा सिकेका पनि छौँ। र यो अघि मनिष सुमनजीले भने जस्तो यो प्रत्यक्ष प्रसारणबाट मात्रै होइन, पछि यो पुनः प्रसारण यात्री मिडिया नेटवर्कबाट पनि यसको पुरा अंश यहाँहरूले हेर्न सक्नुहुन्छ र त्यो आवाज पनि काठमाडौँले सुन्न पाउँछ उहाँले भने जस्तै। र यो सत्रका लागि डाक्टर अमरेश कुमार सिंह, योगेश भट्टराई र मनिष सुमनजी प्रति आभार व्यक्त गर्दै र यो प्रेक्षालयमा रहेर बडा तन्मयताका साथ, धैर्यताका साथ हामीलाई श्रवण गरिदिनु भएकोमा यहाँहरू सबैप्रति आभार व्यक्त गर्दै यो मन्थन कति सफल भयो अथवा कति सुरुचिकर भयो भन्ने हामीले बिदा मागिसकेपछि बज्ने तालीले अनुमोदन गर्नेछ। नमस्कार। जन्मस्थल जनक राजा को सहर, यहाँ को मठ मंदिर खुंदा कहिले पुग्दैन।